हेलो एभ्रिवान नमस्ते सबैजनालाई एडुसपमा स्वागत छ। के छ मेरो आवाज सुन्नु भएको छ? ल आवाज सुन्नु भएको छ भने कृपया कमेन्ट सेक्सनमा यस भन्नु भनिदिनुहोस् ल। ल जुममा हुने साथीहरू सबैजनालाई स्वागत छ। ल आज स्लाइड चाहिँ मेरो आज अन भएन है। अब तपाईँहरूलाई मैले कसरी पढाउने भनेर सोचिरहेको छु। केही स्लाइड्सहरू मैले नयाँ क्वेसन राखेको थिएँ। सो ठिक छ, त्यसलाई हामी एडजस्ट गरौँला है। ठिक छ है। अहिले तपाईँहरूले आवाज सुनिरहनु भएको छ कि मेरो प्रष्ट रूपमा है? आवाज ठिक छ? एकचोटि बोलिदिनुहोस् त। तपाईँ बोल्नु पनि सक्नुहुन्छ है। ल युट्युबमा छौँ, हामी लाइभ छौँ। ल ओके, भर्खरै आउँदै हुनुहुन्छ है। ठिक छ, हामी युट्युबमा छौँ। ल गुड इभिनिङ एभ्री वान। फेसबुकमा चाहिँ लाइभ चाहिँ गएको छैन है। एकैछिनमा फेसबुक पनि लाइभ गइहाल्यो ल। लिङ्क फेसबुकमा चाहिँ हाल्न नआउने हो है। उशृङ्खल तत्त्व आउँछन्। मेरो स्लाइड्स खोज्दा खोज्दा ढिलो भयो र आज। के अपडेट गरेको थिएँ स्लाइड्समा? स्लाइड त अपडेट स्लाइड चाहिँ आएन क्या। 2 मिनट समय दिनु ल मलाई। आज अलिकति लेट भयो। कता भयो खै, ढिलो भयो बेलामा तपाईँको सबैतिर ढिलो हुन्छ। के छ, हिजो पढेको यसो रिभाइज गर्नुभयो तपाईँहरूले? ल मैले रेकर्डिङ पनि गरेँ। के छ, तपाईँ केही छ भने बोल्न सक्नुहुन्छ है। कुनै क्वेसनहरू पढ्ने क्रममा चाहिँ के कन्फ्युजन भएमा त्यस्तो केही छ भने सोध्न सक्नुहुन्छ। लिङ्क राखिनँ मैले ल आज। पब्लिक ल हामी फेसबुक लाइभ पनि छौँ। मैले सेसन सुरु गरेँ। जो साथीहरू नाम नराखिन आउनु भएको छ प्लिज तपाईँहरू चाहिँ आफ्नो नाम राखिदिनु ल। क्लास डेली हुन्छ है। डेली 8:30 बजे क्लासहरू हुन्छ। आज अलिकति लेट भयो म। केही छैन, हामी अब अगाडि बढ्छौँ है। ल आज कुन टपिक पढ्ने भन्नुभएको छ त्यही टपिक पढ्ने है। हिजोको टपिक चाहिँ हिजोको टपिकलाई आज हामी सकाउने प्रयास गर्छौँ ल। ल अब म सुरु गर्छु आजको टपिक है। केही स्लाइड्सहरू मैले अपलोड गरेको थिएँ है। आज चाहिँ त्यो स्लाइड चाहिँ आएन। ठिक छ, केही छैन, त्यसलाई म फेरि तपाईँलाई पछि म गरिहाल्छु क्वेसनहरू है। ल म स्लाइड्स ओपन गरेँ, देखिन्छ है। ल सुरु गरेँ म। क्लियर छ? त्यस्तो ब्लर छैन नि है? कसैको स्क्रिनमा त्यस्तो ब्लर देखेको छैन। ल यतिको चाहिँ क्लियर देखिनुपर्छ है। म सुरु गर्छु है त। वेलकम ब्याक एभ्री वान। सबैजनालाई नमस्कार। यहाँहरूलाई एडुसपमा स्वागत छ। हामीले हिजोबाट चाहिँ यो डिस्टेन्स डिस्टेन्स सुरु गरेका थियौँ। आज हामी यसलाई सकाउँछौँ। सो हिजो हामी के पढ्यौँ सबै तपाईँले यहाँ देख्न सक्नुहुन्छ। त्यही भएर म सर्टमा चाहिँ रिक्याप गरिदिन्छु ताकि तपाईँलाई चाहिँ आज फेरि हामी अगाडि बढ्न सजिलो होस् है। सो तपाईँले सबैभन्दा पहिले चाहिँ 8वटा डिभिजन तपाईँले थाहा हुनुपर्नेछ है। 4वटा मेजर डिभिजन जसलाई हामी के भन्थ्यौँ त? 4वटा मेजर डिभिजन जुन चाहिँ तपाईँको चाहिँ त नर्थ, इस्ट, साउथ है, एन्ड वेस्ट है। यो कसरी हुन्थ्यो भने तपाईँको चाहिँ सबैभन्दा पहिला 4वटा मेजर डिभिजन नर्थ पछि राइट साइडमा इस्ट, त्यसपछि तपाईँको चाहिँ साउथ र वेस्ट हुन्थ्यो। र यसलाई फर्दर फेरि हामी डिभाइड गऱ्यौँ भने ठिक छ, फर्दर तपाईँको 4वटा हुन्थ्यो। त्यसलाई हामी सब डिभिजन भन्छौँ। नर्थ र इस्टको बिचलाई हामी नर्थ इस्ट भन्छौँ। ठिक छ, साउथ र इस्टको बिचलाई हामी साउथ इस्ट भन्थ्यौँ। साउथ र वेस्टको बिचलाई हामी साउथ वेस्ट भन्थ्यौँ। र तपाईँको चाहिँ वेस्ट र नर्थको बिचलाई हामी
नर्थ वेस्ट भन्थ्यो है। यो तपाईँको चाहिँ 8वटा डिरेक्सन तपाईँलाई थाहा हुनुपर्छ। के त मेजर तपाईँको चाहिँ नर्थ इस्ट साउथ वेस्ट र तपाईँको चाहिँ सब डिरेक्सन होइन। सब डिरेक्सन हामी के हेर्छ तपाईँको यसलाई चाहिँ हामी नर्थ इस्ट साउथ वेस्ट एन्ड नर्थ वेस्ट है। यो तपाईँलाई चाहिँ 8वटा तपाईँलाई थाहा हुनुपर्छ। र जहिले पनि तपाईँको चाहिँ टर्न राइट वा टर्न लेफ्ट भन्यो भने टर्न राइट भन्यो भने तपाईँको यता राइट भनेको तपाईँको त 90 डिग्री क्लकवाइज भन्ने मैले तपाईँले भनेको छु। टर्न लेफ्ट भन्यो भने तपाईँको चाहिँ लेफ्ट भनेको तपाईँको चाहिँ यो 90 डिग्री एन्टी क्लकवाइज हुन्छ है। यो तपाईँलाई चाहिँ थाहा हुनुपर्छ। र क्वेसन जहिले पनि के आउँछ त टर्न राइट वा टर्न लेफ्ट होइन दायाँ मोड्ने वा देब्रे मोड्ने भनेर दिन्छ। त्यो अवस्थामा तपाईँले के बुझ्नु पर्छ 90 डिग्री क्लकवाइज र 90 डिग्री एन्टी क्लकवाइज। र तपाईँको चाहिँ के हुन्छ भन्दा यो नर्थबाट चाहिँ राइट टर्न भनेको कता हो त राइट टर्न भनेको चाहिँ इस्ट हुन्छ र नर्थबाट चाहिँ लेफ्ट टर्न है। लेफ्ट भनेको तपाईँको चाहिँ वेस्ट हुन्छ, यो चाहिँ राइट हुन्छ है। यति कुरा बुझ्नुभयो भने तपाईँले लौ तपाईँको चाहिँ डिरेक्सन डिस्टेन्सको तपाईँले चाहिँ क्वेसनहरू तपाईँले चाहिँ सल्भ गर्न सक्नुहुन्छ। ठिक छ। सो अब थुप्रै क्वेसनहरू हामीले प्र्याक्टिस गरेका थियौँ। नयाँ कोही हुनुहुन्छ तपाईँहरू यो लेखिहाल्नु होला ताकि तपाईँलाई चाहिँ सजिलो हुन्छ। पछि फेरि यसको रिफरेन्समा तपाईँले चाहिँ अगाडि क्वेसन गर्न सजिलो हुन्छ। आज म तपाईँलाई स्याडो कन्सेप्ट पनि सिकाउँछु, पाइथागोरस थ्योरम पनि सिकाउँछु र सँगसँगै तपाईँलाई चाहिँ कोडेड होइन कोडेडवाला चाहिँ त्यो पनि सिकाउँछु। ठिक छ। तिनटै टाइपको चाहिँ आज कभर गर्छौँ र आज हामी सकाउँछौँ भने। ठिक छ ल। ओके चार्ज पनि दिन्छ, चार्ज पनि गरिहाल्ने ल। सबैले फटाफट कपी गर्नुहोस् त जो साथीहरू नयाँ हुनुहुन्छ। ल अजय रायजी गुड मर्निङ गुड इभिनिङ। के छ यहाँ त युट्युबमा त एकदम स्लो भएछ जस्तो आज है। ओके ल सबैजना साथी आइसक्नु भएको छ हिजो साथीहरू है। ल ठिक छ है, साइसक्नु भयो है। इरेज गरिदिउँ म यसलाई ल। अनि बाँकी हामी यो केही क्वेसनहरू गरेका थियौँ हिजो। ठिक छ, यो तपाईँले हेरिसक्नु भएको छ। सो तपाईँले एउटा होमवर्कमा दिएको थिएँ मैले एउटा क्वेसन। के छ यो क्वेसन गर्नुभयो तपाईँले? यो नयाँ सुब्बामा आएको थियो तपाईँको चाहिँ हिजो एउटा निकालि पनि सक्नु भएको थियो, गर्नुभयो है ल। त्यसो भए यो चाहिँ क्वेसन हेर्नु त, हिजो यति क्वेसन पढाएको थियो, कोडेड बेस थियो क्वेसन्स यो। ठिक छ। ओहो ल यो क्वेसन तपाईँले गर्नु पऱ्यो है। म एकछिन यसलाई म एडिट गरिहालेँ ल एकछिन ल। ल यो क्वेसन हामी आज गर्छौँ। तपाईँले गर्नुभयो होला सायद है, पास इयरमा आएको र यसपछि क्वेसन आएको छ नि तर इक्जाममा चाहिँ आउन सक्छ है। ठिक छ। क्वेसन पढाउँदा के छ भन्दा यदि ए इन्टु बी भन्नाले ए बीको दक्षिणमा छ भनेको छ हो। द्याट मिन्स के त इन्टुको मतलब के रहेछ त तपाईँको चाहिँ दक्षिण हो। इन्टु मिन्स साउथ। ठिक छ। अर्को छ ए प्लस बी भन्नाले ए बीको उत्तर भनेको छ, प्लस भनेको के रहेछ तपाईँको चाहिँ नर्थ रहेछ। ठिक छ। अर्को ए डिभाइड बाई बी भन्नाले चाहिँ ए बीको पूर्वमा भनेको छ, डिभाइड भनेको चाहिँ के त इस्ट रहेछ। ठिक छ। र ए माइनस बी भन्नाले चाहिँ के रहेछ माइनस भनेको चाहिँ वेस्ट रहेछ। ठिक छ। यो चारवटा सिम्बलले चारवटा डिरेक्सनलाई तपाईँको चाहिँ जनाएको छ। ठिक छ। अब के भन्छ भन्दा तपाईँको चाहिँ त्यसो हो भने पी डिभाइड बाई क्यू प्लस आर माइनस एस हुँदा यसबाट क्यू कुन स्थानमा हुन्छ अनि सोधेको छ। हेर्नु त के भन्छ भन्दा पी डिभाइड बाई क्यू प्लस आर माइनस एस। ठिक छ। यो कन्डिसनमा चाहिँ यसबाट चाहिँ पी क्यू कुन दिशामा छ भनेको छ। भनेको चाहिँ क्यू इज इन व्हिच डिरेक्सन विथ रेस्पेक्ट टु एस रे चाहिँ यसबाट तपाईँले चाहिँ क्यूलाई हेर्नु पर्यो, क्यू कुन दिशामा पर्छ। पहिला अब यसलाई तपाईँले के गर्नु पर्छ, यसलाई तपाईँले सल्भ गर्नु पर्यो। अब त्यसलाई अघि भर्खर मैले जुन चार्ट तपाईँले सिकाएको छु त्यो तपाईँले चाहिँ चार्ट याद हुनुपर्छ है। जस्तो डिभाइड भनेको के हो त, डिभाइड भनेको इस्ट। ठिक छ, ई लेखेँ। प्लस भनेको नर्थ भनेको छ, ओके। र माइनस भनेको के छ, माइनस भनेको तपाईँको चाहिँ वेस्ट भनेको छ। ठिक छ। अब यहाँ हेर्नुभयो भने के छ त ए कता गयो, ए डिभाइड बाई बी भन्नाले चाहिँ ए चाहिँ बी को पूर्वमा छ भनेको चाहिँ पी डिभाइड बाई क्यू चाहिँ क्यू को पूर्वमा को छ तपाईँको चाहिँ पी छ भनेपछि तपाईँको चाहिँ क्यू को पूर्वमा को छ त तपाईँको चाहिँ यो क्यूबाट तपाईँले हेर्नु पर्यो। यस्तो हुन्छ डिरेक्सन थाहा छ तपाईँलाई, नर्थ इस्ट
साउथ वेस्ट भनेपछि यो क्यूबाट इस्टमा को हुनु पर्यो त पी हुनु पर्यो ठिक छ अब के भन्छ भन्दा क्यू प्लस आर मिन्स आर को नर्थमा को हुन्छ त क्यू हुन्छ भनेपछि आर को नर्थमा क्यू हुन के हुन्छ माथिपट्टि हुनु पर्यो आर क्यू भनेपछि तपाईँको चाहिँ त तलपट्टि को हुनु पर्यो तपाईँको चाहिँ आर हुनु पर्यो आर यहाँ भने आरबाट माथिपट्टि को छ त आरको माथि नर्थ होइन हो भनेपछि माथि को छ त क्यू छ ठिक छ अनि क्यूबाट हेऱ्यो भने क्यूको रिफरेन्स पोइन्ट उसबाट हेऱ्यो भने तपाईँको त यहाँबाट इस्ट कता यतापट्टि हो भने क्यूबाट चाहिँ इस्टमा को छ त तपाईँको चाहिँ पी छ अब के छ त आर माइनस यस मिन्स यसको के छ त पश्चिममा को छ त आर छ हेर्नु त यहाँ ए माइनस बी भन्नाले ए चाहिँ के हो त बी को चाहिँ पश्चिममा छ भनेको छ हेर्नु है यहाँ पनि दिएको छ ए माइनस बी मिन्स ए इज टु द वेस्ट अफ बी भनेपछि आर माइनस एस मिन्स आर इज के त आर इज टु द वेस्ट अफ एस भन्छ यसको वेस्टमा को हुनु पर्दा आर हुनु पर्यो भनेपछि आर अब आर वेस्टमा हुन के हो त आर वेस्ट भन्नु तपाईँको चाहिँ यसको यतापट्टि को तपाईँको चाहिँ यहाँ एस भयो भने यसको वेस्टमा को हुन्छ त आर हुने भयो है अब यो पोजिसन भयो ओभरअल अब यो पोजिसनले हेर्नुहोस् त अब यहाँ के भनेको छ भन्दा तपाईँलाई सोधेको छ यसबाट क्यू कुन चाहिँ डिरेक्सनमा छ अब यो यसबाट तपाईँले चाहिँ क्यूको डिरेक्सन पत्ता लगाउनु पर्यो भने के गर्नु पर्छ भन्दा यो यसको पोजिसनमा तपाईँले चाहिँ चेक गरेर हेर्नु पर्यो हेर्दाखेरि क्यू कहाँ छ त क्यू त यतापट्टि छ भनेपछि के त यो नर्थ हो यो तपाईँको चाहिँ वेस्ट हो नर्थ र वेस्टको बिचलाई के भन्छ नर्थ वेस्ट भन्छ ठिक छ भने यसबाट क्यू कतापट्टि छ त नर्थ वेस्टमा छ एन्सर कहाँ छ त नर्थ वेस्ट कहाँ छ नर्थ वेस्ट अप्सन नम्बर डी है यसै हजुरले चाहिँ सल्भ गर्नुपर्ने हुन्छ है क्वेसन्स त हेर्दाखेरि एकदम लेन्दी लाग्छ तपाईँहरूलाई तर तपाईँहरू आत्तिनु भएन है एकदम सिम्पल छ तपाईँले सिम्पल तरिकाले हेर्नु भने सल्भ हुन्छ फेरि भनिदिनुपर्छ मैले यो क्वेसन फेरि एन्सर गरिदिनुपर्छ बुझाइदिनुपर्छ यस नो प्लिज कमेन्ट गर्नुहोस् त के अगाडि बढौँ फेरि भनिदिउँ ल हेर्दा सबैभन्दा पहिला तपाईँले यस्तो कोडेड इक्वेसनवालामा चाहिँ तपाईँले के हेर्नुपर्छ भन्दा तपाईँको चाहिँ सिम्बलको मिनिङ के हो हेर्नुपर्छ हो यहाँ तपाईँको के छ त भन्दा इन्टुमा मतलब साउथ भनेको छ प्लस भनेको नर्थ भनेको छ डिभाइड भनेको के छ त डिभाइड भनेको तपाईँको इस्ट भनेको छ र माइनस भनेको वेस्ट भनेको छ जस्तो यहाँ ए इन्टु बी भन्नाले ए बीको दक्षिणमा भनेको छ हो भनेपछि जहिले पनि यो साइन भन्दा अगाडिको व्यक्ति चाहिँ पछाडिको विथ रिफरेन्स टु होइन विथ के त तपाईँको चाहिँ यसको बेसमा तपाईँको चाहिँ अब अगाडिको व्यक्तिलाई चाहिँ हामी हेर्नुपर्छ भनेपछि पी माइनस क्यू भन्ने बित्तिकै के छ भन्दा यो भनेको ए डिभाइड बाई बी भनेको के थियो तपाईँ हेर्नु त ए डिभाइड बी भनेको के थियो तपाईँको ए डिभाइड बी भनेको तपाईँको के थियो भन्दा ए डिभाइड बाई बी भनेको ए इज टु द इस्ट अफ बी भनेको छ भनेपछि यहाँ ए र बीको ठाउँमा पी र क्यू राखेको छ भनेपछि के हुनुभयो त क्यूबाट पी कहाँ छ त पूर्वमा छ होइन डिभाइड भनेको त इस्ट भन्छ तपाईँको चाहिँ क्यूबाट को हुनु पर्यो त पी पूर्वमा हुनु पर्यो भनेपछि यहाँबाट पूर्व त यतापट्टि हो भनेपछि यो क्यू भन्ने व्यक्ति बसेको ठाउँमा चाहिँ के त इस्टमा को हुनु पर्यो त पी हुनु पर्यो भन्ने कुरा हो अब फेरि के छ त क्यू प्लस आर छ भनेपछि यहाँ प्लस भनेको त नर्थ हो भनेपछि यो आरबाट क्यू कहाँ हुनु पर्यो नर्थ आउनु पर्यो भनेपछि नर्थ भनेको त माथि हो भनेपछि तलपट्टि के हुनु पर्यो त आर आउनु तर आरको माथिपट्टि के हुनु पर्यो ल क्यू हुन्छ ठिक छ सो के हो त आरलाई हामी तल राख्यौँ ताकि आरबाट नर्थ भनेको माथिपट्टि को हुनुपर्छ त क्यू हुनुपर्छ ठिक छ किनकि यहाँ प्लस भनेको के हो त नर्थ हो जुन क्वेसनमा दिएको छ अब अर्को के आयो त भन्दा आर माइनस यस यस भनेपछि यसबाट पश्चिममा को हुनु पर्यो त आर हुनु पर्यो अब पश्चिम भनेको कता हो देब्रेपट्टि हो हेर्नु त यहाँबाट देब्रेपट्टि तपाईँको चाहिँ पश्चिम हो वेस्ट तपाईँको चाहिँ के हुनु पर्यो त अब यहाँ यस भयो भने त यसको लेफ्टपट्टि को आउँछ तपाईँको चाहिँ आर आउँछ ठिक छ सो अब यसरी तपाईँको चाहिँ पी क्यू आर र एस यसरी बसिरहेको छ भनेपछि अब तपाईँले फाइनली के सोधिएको छ भन्दा तपाईँको इन विच डिरेक्सन होइन तपाईँको चाहिँ क्यू इज होइन विथ रेस्पेक्ट टु यस भनेको छ भनेपछि यसको रेस्पेक्टमा क्यू चाहिँ कुन चाहिँ डिरेक्सन छ भने सोधिरहेको छ भनेपछि यो यसलाई तपाईँले फेरि सेन्टर भएर हेर्नु पर्यो सो यस बिचमा छ भने अब यहाँबाट माथिपट्टिको छ पी छ नर्थमा पी छ यसको नर्थमा पी छ यसको वेस्टमा तपाईँको चाहिँ आर छ तर क्यू के छ त यो दुइटाको तपाईँको चाहिँ बिचमा छ द्याट मिन्स के त तपाईँको चाहिँ नर्थ र वेस्टको बिच लाइन के भन्छ त हामी नर्थ वेस्ट भन्छौँ भनेको अब कुरा बुझ्यो सरिस्माजी कुन्ती फेरि भन्ने लीलाधरजी अब बुझ्नुभयो है ल यस्तो खाले क्वेसन पनि आउन सक्छ सो तपाईँले ध्यान दिनु होला सो अब हामी जान्छौँ स्याडो कन्सेप्टमा है छायासँग सम्बन्धित क्वेसन यहाँ दुईवटा क्वेसन थियो त्यो क्वेसन मैले निकाल्न सकिनँ के गर्ने होला है
लास्टमा म यो सबै सकेपछि त्यो दुईटा क्वेसन तपाईँले चाहिँ बुझ्नुभएको थियो ओभरअल जुन यो कोर तपाईँको चाहिँ टपिकको चाहिँ क्वेसन थियो है त्यसलाई म तपाईँलाई यसपछि म निकाल्ने ट्राई गर्छु त्यो क्वेसनलाई ठिक छ सो हामी पहिला थोरै पढौँ अलरेडी हामी लेट भइसकेका छौँ अब यो स्याडो कन्सेप्टमा तपाईँले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि चाहिँ तपाईँको सनराइज र सनसेटको कुरा हो सिम्पली अरू केही पनि छैन हेर्नुहोस् है तपाईँको सनराइज तपाईँको जहिले पनि इस्टमा हुन्छ हो इस्टमा के हुन्छ तपाईँको चाहिँ इस्टमा तपाईँको चाहिँ सनराइज हुन्छ ठिक छ र तपाईँको चाहिँ वेस्टमा के हुन्छ तपाईँको चाहिँ वेस्टमा तपाईँको के त सनसेट हुन्छ ठिक छ यो कुरा तपाईँले बुझ्नु पर्यो भनेपछि बिहानको समयमा जहिले पनि छाया स्याडो चाहिँ कतापट्टि हुन्छ त स्याडो तपाईँको चाहिँ वेस्टमा हुन्छ यो कुरा बुझ्नु होला मान्छे जहाँसुकै उभियोस् बिहानको समयमा जहिले पनि छाया पश्चिम हुन्छ किनकि सूर्य पूर्वमा हुन्छ अनि बेलुकाको समयमा इभिनिङ टाइममा चाहिँ फेरि के हुन्छ सन तपाईँको चाहिँ इस्टमा हुन्छ सरी वेस्टमा हुन्छ भनेपछि तपाईँको चाहिँ छाया कतापट्टि हुन्छ त छाया तपाईँको कतापट्टि हुन्छ त छाया तपाईँको चाहिँ इस्टतर्फ हुन्छ जस्ट यो तपाईँले हेर्नु पर्यो है क्वेसनमा इन द मर्निङ भनेको छ कि वा सनराइज पछि भनेको छ कि आफ्टर सनराइज भनेको छ कि वा सनसेटको कुरा गरेको छ कि वा इभिनिङ कुरा गरेको छ र यदि तपाईँको चाहिँ नुन वा तपाईँको चाहिँ होइन दिउँसो भन्यो भने तपाईँको चाहिँ त्यो अवस्थामा के हुन्छ त त्यो अवस्थामा सन कहाँ हुन्छ त सन तपाईँको चाहिँ साउथमा हुन्छ नि होइन यसरी जान्छ पूर्वबाट तपाईँको चाहिँ दक्षिण हुन्छ तपाईँको चाहिँ पश्चिम जाने त्यो अवस्था तपाईँको के हुन्छ भन्दा नुनको टाइममा तपाईँको चाहिँ के भन्छ देयर इज नो स्याडो ठिक छ भनेपछि 200 मध्याह 12 बजेको समयमा तपाईँले आफ्नो छाया देख्न सक्नुहुन्छ भनेपछि 212 बजेको समयमा तपाईँको चाहिँ वा नुन भन्ला होइन आफ्टरनुन भन्ला वा दिउँसोको समयमा भन्ला त्यस्तो केसमा फेरि तपाईँको हुन्छ त्यो अवस्थामा स्याडो बन्दैन है यो कुरा तपाईँले तिनवटा कुरा बुझ्नु होला अब यो बुझिसकेपछि अब क्वेसन कस्तो आउँछ म तपाईँलाई क्वेसनलाई एक्सप्लेन गर्छु जस्तै हेर्नु त नायब सुब्बा 2069 मा प्रश्न आएको छ प्रश्न के छ भन्दाखेरि चाहिँ यहाँ दुईजना व्यक्ति हुन्छ हो त एक दिन साँझ भनेको छ हेर्नु त इभिनिङ भनेको छ इभिनिङको टाइम दिएको छ सूर्यास्त भन्दा पहिले भनेको छ द्याट मिन्स तपाईँलाई चाहिँ त सन कतापट्टि छ त सन तपाईँको चाहिँ वेस्टमा छ त्यो अवस्थामा के छ भन्दा तपाईँको चाहिँ रेखा र हेमा चाहिँ एक अर्कासँग चाहिँ आमुनि सामुनि हुने गरी कुराकानी गर्दै थिए भनेको छ भनेपछि दुईजना व्यक्तिको त रेखा र हेमा चाहिँ आमुनि सामुनि फेस टु फेस भएर चाहिँ कुरा गरेर बसिरहेका थिए भनेको छ त्यस समय रेखाको छाया हेमाको ठिक दायाँतर्फ थियो भने रेखा कुन दिशातर्फ मुख हुने गरी बसिरहेकी थिइन् होला भने सोधेको छ अब हेर्नुहोस् त के भनेको तपाईँलाई हेर्नु त यो नर्थ छ यो साउथ छ यो इस्ट भयो यो वेस्ट भयो एकदम ध्यान दिएर सुन्नुहोस् ल क्वेसन के भनेको छ इभिनिङ टाइम भन्छ सन त तपाईँको चाहिँ वेस्टमा छ सपोज सन वेस्टमा छ भने छाया कतापट्टि हुन्छ छाया तपाईँको इस्टमा हुन्छ हो अब दुईजना व्यक्ति कुन चाहिँ देशमा केही भनेको छैन जस्ट फेस टु फेस अन्तर्गत भएर बसिरहेका छन् भनेको छ त्यो अवस्थामा दुईटा केस हुन्छ कि त रेखा र हेमा चाहिँ यहाँ हुन सक्छन् कि यहाँ र यहाँ हुन सक्छन् हो आमुल सामुल त्यही त हो कि यो ठाउँबाट तपाईँको चाहिँ यो एउटा यतापट्टि फर्केको अर्को यतापट्टि फर्केको कि यहाँबाट तपाईँको एउटा चाहिँ यतापट्टि फर्केको अर्को यतापट्टि फर्केको हुन्छ यसलाई भन्छ आमुल सामुल फेस टु फेस भन्छ हो अब यहाँ हाम्रो है त्यो व्यक्तिलाई हामी कहाँ राख्ने भनेर हेर्ने चाहिँ केले हेर्छौँ भन्दा त्यहाँ क्वेसनमा स्याडो छाया चाहिँ कसको त स्याडो चाहिँ कसको भनेको छ राइट वा लेफ्ट भन्छ क्या तपाईँलाई इक्जाममा राइट अर लेफ्ट जब राइट अर लेफ्ट भन्छ भने छाया तपाईँलाई थाहा छ छाया तपाईँको यतापट्टि पूर्वमा हुन्छ यदि छाया पूर्वमा छ भने त्यो व्यक्तिहरूलाई कहाँ राख्नु पर्यो ताकि एउटा कसैको लेफ्ट वा राइट हुन्छ भनेपछि त्यो व्यक्तिलाई त हामी नर्थ र साउथमा राख्नु पर्यो तब त बल्ल यसको के हुन्छ त साउथमा बसेर नर्थतिर फर्केको मान्छेको लेफ्ट यो हुन्छ राइट यो हुन्छ कुरा बुझ्नुहुन्छ जो मान्छे नर्थतिर फर्क्छ उसको राइट ह्यान्ड साइड के हुन्छ तपाईँको चाहिँ इस्ट हुन्छ मैले तपाईँलाई भनिसकेको छु हिजै भनेपछि यो मान्छे जुन यहाँ बसिरहेको छ यो जुन जो रेखा हो वा हेमा हो ऊ तपाईँको चाहिँ यदि नर्थतिर फर्किरहेको छ भने के हुन्छ उसको राइट ह्यान्ड साइड जहिले पनि इस्ट हुन्छ भनेपछि लेफ्ट ह्यान्ड साइड के हुन्छ वेस्ट हुन्छ अब यसको यो हुन्छ नि यहाँ बसेको मान्छेको यसको उल्टो हुन्छ हुँदैन भनेपछि यो लेफ्ट हुन्छ यो राइट हुन्छ यो लेफ्ट हुन्छ कुरा बुझ्नुभयो अब यहाँ क्वेसन के भनेको छ भने त्यस समयमा रेखाको छाया हेमाको ठिक दायाँतर्फ भनेको छ क्वेसन फेरि भन्नु हेर्नु त रेखाको छाया हेमाको ठिक दायाँतर्फ भनेको छ दायाँ कतापट्टि दायाँ यो छाया त यतापट्टि छ दायाँ भनेपछि कसको दायाँपट्टि छ त हेमाको दायाँपट्टि भनेपछि यहाँ को हुनु पर्यो यहाँ तपाईँको चाहिँ हेमा हुनु पर्यो यदि यहाँ हेमा हो भने यहाँ को हुन्छ त यहाँ तपाईँको चाहिँ रेखा हुन्छ ठिक छ अब क्वेसन सोध्छ के त भन्दा रेखा कुन दिशातर्फ मुख हुने गरी बसेकी थिइन् होला भनेको छ भनेपछि रेखा त बसेको नर्थमा हो तर नर्थबाट साउथतर्फ चाहिँ फेसिङ गरेर बसिरहेकी थिइन्
भनेपछि एन्सर के हुन्छ तपाईँको चाहिँ एन्सर तपाईँको चाहिँ साउथ हुनुभयो। धेरैले हताहत गरेर तपाईँको चाहिँ नर्थ हुनु होला। नर्थ भनेको रेखाको पोजिसन हो, रेखा बसेको, तर नर्थबाट साउथतर्फ फर्केर बसिरहेको हो नि त। कुरा बुझ्नुभयो? म फेरि भन्दैछु तपाईँलाई, यहाँ क्वेसन सोधेको के छ भन्दा व्हिच डिरेक्सन वाज रेखा फेसिङ। रेखाको फेस चाहिँ कतापट्टि छ भनेको छ, रेखा कुन चाहिँ पोजिसनमा कुन चाहिँ डिरेक्सनमा बसेको छ भन्ने सोधेको छैन। रेखाले कतापट्टि चाहिँ आफ्नो फेसिङ होइन आफ्नो मुख हुने गरी बसिरहेको चाहिँ सोधेको छ। भन्छ नि रेखा नर्थमा बसेर तपाईँको चाहिँ साउथतर्फ फेस गरेर बसिरहेको छ। यो तपाईँको चाहिँ एन्सर हुन्छ। ठिक छ। अब यसलाई फेरि म तपाईँलाई अर्को तरिकाले बुझाउँछु। यो तरिकाले बुझ्नु भएन भने त मलाई तपाईँलाई पहिला एकदम बेसिक कोर कुरा सिकाएको छु मैले। पहिला हामी के गर्छौँ त, समय कुन चाहिँ हो, मर्निङ हो कि इभिनिङ हो। ठिक छ। क्वेसनले के भनेको छ, साँझ भनेको छ, द्याट मिन्स इभिनिङ। अब इभिनिङ भनेपछि सन कता हुन्छ, वेस्टमा हुन्छ, त्यसको छाया कतापट्टि हुन्छ त, इस्टमा हुन्छ। ठिक छ। अब छाया इस्टमा छ, यो तपाईँको फिक्स भयो। अब दुईजना व्यक्तिलाई राख्नु पर्यो, किन दुईजना व्यक्ति आमुने सामुने भएर कुराहरू बसिरहेका छन्, को त रेखा र हेमा। तर तपाईँलाई हिन्ट चाहिँ के दिएको छ क्वेसनले भन्दा रेखाको छाया हेमाको ठिक दायाँतर्फ थियो भनेको छ। भन्छ दायाँतर्फ छाया हुनु पर्यो भन्छ नि, त्यो व्यक्ति को हो त, हेमा हुनु पर्यो। हेमाको दायाँपट्टि भन्छ नि, हेमा कहाँ हुनु पर्छ, हेमा यहाँ भयो भने त हेमाको दायाँपट्टि के हुन्छ, छाया पर्छ होइन र। भनेपछि हेमा यहाँ भएपछि रेखा माथिपट्टि हुने भने भन्छ रेखा माथिबाट तपाईँको चाहिँ तलपट्टि फेस गरिरहेको छ नि हो। यो पोजिसनलाई हेर्नुलाई तपाईँ जहिले पनि मैले भन्छु हिजो क्वेसन साइलेन्ट छ भने जहिले पनि तपाईँले चाहिँ इजी तपाईँलाई एजम्सन के हुन्छ भने त तपाईँले जहिले पनि मान्छेलाई नर्थतिर फर्केको बनाएर राख्नुहोस्। किन नर्थतिर फर्काउनु भयो भने तपाईँको राइट ह्यान्ड साइड त्यो मान्छेको नि राइट ह्यान्ड साइड हुन्छ। र जहिले पनि नर्थबाट टर्न राइट गऱ्यो भने के भन्छु म, टर्न राइट गऱ्यो भने तपाईँको चाहिँ इस्टमा पुगिन्छ भनेको छ होइन र। यो तपाईँलाई थाहा छ। नर्थबाट लेफ्ट टर्न गऱ्यो कहाँ पुगिन्छ, हामी वेस्टमा पुग्छौँ। यो कुरा तपाईँलाई मैले भनेको छु। नर्थको ब्याक साइड भनेको के हो, तपाईँको चाहिँ साउथ हो भनेको छु। भनेपछि जब अब यहाँ तपाईँको राइट भनेपछि त्यो व्यक्तिलाई तपाईँले राइटमा राख्नु पर्यो। अब इफ इन केस यही क्वेसनमा तपाईँलाई जस्ट तपाईँलाई रेखाको छाया हेमाको ठिक बायाँ भने के हुन्थ्यो, यहाँ बायाँतर्फ भने के हुन्थ्यो, बायाँतर्फ भने के हुन्थ्यो, सबै सिनारियो सेम नै हुन्थ्यो। हेर्नु है, सन तपाईँको चाहिँ वेस्टमै हुन्थ्यो, छाया तपाईँको इस्टमै हुन्थ्यो हो। के छ त, यहाँ दुईजना व्यक्ति थिए आमुने सामुने कुराकानी गरेर बसिरहेका। अब के भएको छ भन्दा यो मान्छेको लेफ्ट यो हो, राइट यो भन्छ। यसो के त, यो लेफ्ट हुन्छ यो राइट हुन्छ, किनकि अपोजिट बसिरहेका छन् त्यो भएर हो। अब यहाँ के भन्छ भन्दा रेखाको छाया हेमाको ठिक बायाँतर्फ भनेको छ। भन्छ बायाँ त यो मान्छेको बायाँपट्टि त हो छाया। भन्छ यो मान्छेहरू को हुन्छ त भन्दा हेमाको ठिक बायाँ हुन्छ। यो को त, यो त हेमा हुन्छन्। यो को हुन्छ त, यो त रेखा हुन्छन्। रेखाले फेस कताबाट गरिरहेको छ नि त, त्यो अवस्थामा नर्थतिर हुन्छ। कुरा बुझ्नु भयो? यो हो तपाईँको चाहिँ बेसिक कोर कन्सेप्ट। अब म तपाईँलाई अर्को कन्सेप्ट सिकाउँछु। अर्को कन्सेप्ट के सिकाउँछु भन्दा हामी छायालाई समात्छौँ है। हेर्नु त के छ भन्दा स्याडो। स्याडो के भन्छ, स्याडो कतापट्टि छ त, स्याडो हुनुपर्ने इस्टमा हो। ठिक छ। इभिनिङको समय भनेको छ, यो तपाईँलाई थाहा छ। वेस्टमा तपाईँको चाहिँ सन छ। ठिक छ, वेस्टमा सन छ, स्याडो तपाईँको चाहिँ इस्टमा छ। ठिक छ, स्याडो इस्टमा हुनुपर्ने हो, यो तपाईँलाई कन्फर्म भइसकेको छ। अब के भन्छ, स्याडो कहाँ छ त भन्दा स्याडो के त, रेखाको स्याडो छाया, रेखाको छाया चाहिँ हेमाको ठिक दायाँतर्फ भन्छ। स्याडो छाया कतापट्टि छ त, छाया तपाईँको हेमाको दायाँतर्फ। ठिक छ, हेमाको दायाँतर्फ। कुरा बुझ्नु भयो? यो त क्वेसन दिएको छ। अब हामी के गर्नु पर्छ, छायालाई भेट्न जानु पर्यो। ठिक छ, छायालाई भेट्न जानु पर्यो। अब छायालाई भेट्न हामी कहाँ जानुपर्छ, हेमाको दायाँतर्फ जानु पर्यो हो कि न। छाया कहाँ छ त, छाया तपाईँको इस्टमा छ। इस्टबाट अब हामी के गर्नु त, दायाँतर्फ भनेको छ। यदि राइट अफ हेमा भनेको हो नि त यो त होइन। भनेपछि इस्टबाट हामी राइट टर्न लियौँ भने हामी कहाँ पुग्छौँ, इस्टबाट हामी राइट टर्न लियौँ भने हामी पुग्छौँ साउथमा। साउथमा को छ, साउथमा हेमा छ। बुझ्नुभयो? भनेपछि इस्टबाट राइट टर्न लियौँ भने हामी साउथमा पुग्छौँ। यो साउथमा को छ त, यहाँ तपाईँको चाहिँ हेमा छिन्। हेमा के त साउथबाट तपाईँको चाहिँ नर्थतिर फर्किरहेको छिन्। भनेपछि यिनको अपोजिटमा को छिन् त, रेखा छिन्। रेखाले कता फेस गरेको छिन् भन्दा नर्थमा बसेर साउथतिर फेस गरेका छिन्। यसरी हामी निकाल्न सक्छौँ। ल यसो यो बुझ्नु भयो नि तपाईँले, यो कुरा बुझ्नुभयो तपाईँले कि फेरि भन्नु। म तपाईँ दुईवटा हरेक कुरालाई तपाईँले एकदमै मैले डेप्थमा भनिदिएको छु, ताकि कुनै पनि तरिका जुन तरिका तपाईँलाई इजी लाग्छ
त्यो तरिका तपाईँले गर्न सक्नुहुन्छ। यसलाई फेरि भनिदिउँ यो टेक्निकलाई छायालाई समात्ने। अब अर्को क्वेसनमा म बुझाउँछु। ल हेर्नु त उदय र विशालको कुरा छ, यो पनि छायावाला छ, यो पनि तपाईँको नयाँ सुरुमा आएको छ। हेर्नु त म पहिला छायावाला कन्सेप्ट सेकेन्ड कन्सेप्टबाट बुझाउँछु है। यो कुरा पहिला तपाईँले चित्र बनाउनुहोस्, नर्थ इस्ट साउथ र वेस्ट। के भनेको छ, एक दिन बिहान भनेको छ, मर्निङ टाइम भनेको छ। मर्निङ टाइम भनेको चाहिँ सन कतापट्टि हुन्छ त, सन तपाईँको इस्टमा हुन्छ। छाया कता हुन्छ, छाया तपाईँको वेस्टमा हुन्छ। ठिक छ। अब के छ त भन्दा तपाईँको चाहिँ उदय र विशाल चाहिँ दो बाटोमा चाहिँ आमुन सामुने हुने उभिएर चाहिँ परस्परमा चाहिँ कुराकानी गरिरहेका थिए भनेको छ। चाहिँ दुईजना व्यक्ति तपाईँको चाहिँ उदय र को त विशाल हो। अनि यदि विशालको छाया चाहिँ उदयको ठिक बायाँतिर भनेको छ, चाहिँ दायाँ बायाँ हुने बित्तिकै दुईजना व्यक्ति कहाँ हुन्छन् त, ती व्यक्तिहरू हुन्छन् तपाईँको चाहिँ नर्थ र साउथमा हुन्छन्। एउटा साउथबाट नर्थतिर फर्किरहेको हुन्छ, अर्को नर्थबाट साउथतिर फर्किरहेको हुन्छ। अब हेर्नु है त, पहिला म सेकेन्ड टेक्निकबाट बुझाउँछु। क्वेसनले के भनेको छ, स्याडो। स्याडो के हो त, स्याडो इज के त, इफ विशालको स्याडो, इफ विशाल स्याडो वाज एक्ज्याक्टली टु द लेफ्ट अफ उदय भनेको छ। स्याडो के हो त तपाईँको चाहिँ लेफ्ट अफ उदय भनेको छ। ठिक छ। अब स्याडो कतापट्टि हुन्छ त, स्याडो हुन पर्ने त वेस्टतर्फ हो। स्याडो त वेस्टमा छ। ठिक छ। वेस्टबाट के गर्नु पर्यो, तपाईँ वेस्टबाट लेफ्ट टर्न लिनु पर्यो, लेफ्ट टर्न लिनु पर्यो। वेस्टबाट लेफ्ट टर्न लिनु तपाईँ कहाँ कसलाई भेट्नुहुन्छ, यदि वेस्टबाट लेफ्ट टर्न लिनु तपाईँले भेट्नुहुन्छ उदयलाई। ठिक छ। अब वेस्टबाट लेफ्ट टर्न कता हो त, वेस्टबाट लेफ्ट टर्न गर्छ यो यहाँ को हुन्छ तपाईँको, यहाँ हुन्छ उदय हो। यहाँ तपाईँले उदय भेट्नुहुन्छ, उदय यहाँ छ, विशाल कहाँ छ, यहाँ छ। अब क्वेसनले के भन्छ भने व्हिच डिरेक्सन वाज उदय फेसिङ, उदयले कतापट्टि फेस गरिरहेको छ त, उदयले नर्थ डिरेक्सनतिर फर्स्ट माथितिर फेस गरिरहेको छ, नर्थ हुन्छ यसको एन्सर। कुरा बुझ्नु भयो। जसलाई लेफ्ट र राइटमा तपाईँले कन्फ्युजन छ तपाईँले चाहिँ यसरी नै तपाईँले गर्न सक्नुहुन्छ। सिम्पली पहिला स्याडो कतापट्टि हुन्छ तपाईँले फिक्स गरिसक्नु भयो, मर्निङ टाइम छ, द्याट मिन्स तपाईँको चाहिँ वेस्टमा छ हो। अब के छ त, स्याडो वेस्टमा हुनुपर्ने हो। अब वेस्ट स्याडो के हुन्छ त, लेफ्ट अफ उदय भनेको छ। भने वेस्टबाट लेफ्ट जानु भने तपाईँ कसलाई भेट्नुहुन्छ, उदयलाई भेट्नुहुन्छ। भने वेस्टबाट लेफ्ट टर्नमा को उदयले राखिदिनुहोस्। भने उदय अपोजिटमा को हुन्छ त, विजय के अरे विशाल हुन्छ हो। अब होइन सर म एकदम कोर कन्सेप्टबाट बुझ्छु भन्नुहुन्छ भने फेरि हेर्नु सिम्पली। अब यहाँ जो मान्छे यहाँ यो मान्छे यहाँ उभिरहेको छ, यतापट्टि फर्किरहेको छ, यसको लेफ्ट यो हुन्छ, राइट यो हुन्छ। यसको अपोजिट यो राइट यो लेफ्ट हुन्छ। अब के भनेको छ भन्दा तपाईँको चाहिँ के भन्छ तपाईँको चाहिँ हेर्नु है त, हेर्नु त यहाँ के भन्छ त, स्याडो वाज एक्ज्याक्टली टु द लेफ्ट अफ उदय भनेको छ। भन्छ छाया त देब्रेपट्टि हुनु पर्यो, कसको त उदयको। भन्छ छाया त वेस्टमा हो। भन्छ वेस्टमा छाया छ भने कसको देब्रेपट्टि हो त, उदयको देब्रेपट्टि हुन्छ। लेफ्ट कतापट्टि छ त, यहाँ छ। यो लेफ्ट भनेको को हो त, यहाँ उदय हुन्छ सिम्पली। भन्छ माथिपट्टि को हुन्छ त, विशाल हुन्छ है। यसरी तपाईँले चाहिँ गर्न सक्नुहुन्छ। जस्ट पहिला तपाईँको छाया तपाईँले फिक्स गर्नुहोस्, अनि कसको लेफ्ट कतापट्टि छ भन्छ लेफ्ट र राइट तपाईँले फाइनल गरिसकेपछि लेफ्ट भन्यो भने त्यो मान्छे राख्नुहोस्, राइट भन्यो भने तपाईँको त्यो मान्छेले माथि राखिदिनुहोस् सिम्पली है। जसरी पनि तपाईँले गर्न सक्नुहुन्छ र एक्जाम पोइन्ट अफ भ्यूले एकदम इम्पोर्टेन्ट छ। यसमा कसैलाई केही डाउट छ ल युट्युबमा हुन्छ साथीहरू, तपाईँलाई मैले फेरि डिफ्रेन्ट कन्सेप्टबाट बुझाइरहेको हुन्छु, अनि तपाईँ फेरि कन्फ्युज नहुनु फेरि है, त्यस्तो नहुनु फेरि। म तपाईँलाई जुन तरिका तपाईँलाई इजी लाग्छ त्यो तरिकाले तपाईँले गर्नुहोस् भनेर तपाईँलाई मैले ल। ओ माई गड आज तपाईँ टर्नै हुन्छ त ल। कसले लाइक गर्नु भएको छैन, मैले पनि लाइक गरिहालेँ, 57 लाइक छ। अब आज पनि हामी 100 त पुऱ्याउनु पर्छ होला। हिजो 120 पुगेको थियो लाइभ इन हुँदासम्म है। र तपाईँहरू यदि फर्स्ट टाइम हुनुहुन्छ, यो भिडियो फर्स्ट टाइम हेर्दै हुनुहुन्छ, तपाईँ यो च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला। यदि सब्सक्राइब गर्नु भएको छैन भने साइडमा भएको बेल आइकनलाई पनि क्लिक गर्नु होला ताकि तपाईँलाई नोटिफिकेसन आउँछ। र अर्को कुरा यो सेसनलाई तपाईँले लाइक गर्नु भएको छ भने कृपया लाइक गर्नु होला ताकि तपाईँहरू जस्तै अरू साथीहरूमा पनि पुगोस् है त। ल एकचोटि सबैले जसले लाइक गर्नु भएको छ नि कृपया लाइक गर्नु होला। फेरि लाइक नगर्नु भएकोले लाइक पहिले गरिसक्नु भने चाहिँ लाइक गर्नु भने फेरि अनलाइक हुनसक्छ है, त्यो पनि विचार गर्नु होला। जस्ट यसो थम्सअप चाहिँ तपाईँको आउनु पऱ्यो। ठिक छ ल। 64 जना भेरी गुड, थ्याङ्क यू सो मच। ल नेपालीबाट भनिदिनु न, बुझाइदिनु न भन्नुभएको छ, मैले नेपालीमै भनिदिइरहेको छु। यो क्वेसन बुझ्नुभयो भने तपाईँले
8:30 बजेबाट है ल ठिक छ यो कुरा बुझ्नुभयो तपाईँले मैले तपाईँले त्यो क्वेसन्स राख्नु पाइने यहाँ आउँदै आएन किन आएन मलाई कस्तो नरमाइलो लाग्यो अब जान्छौँ हामी पाइथागोरियन थ्योरम है यो जुन इक्जाम पोइन्ट अफ भ्यू एकदम इम्पोर्टेन्ट छ र तपाईँलाई एकदमै इजी वेमा म तपाईँलाई सिकाउँछु ढुक्क हुनुहोस् है पाइथागोरस पनि भन्छौँ हामी पाइथागोरस थ्योरी पनि भन्छौँ कुरा एउटै हो यो पाइथागोरियन थ्योरम भनेको तपाईँको चाहिँ 3टा नम्बरबाट तपाईँको चाहिँ यो थ्योरी चाहिँ बनेको छ के हो तपाईँको चाहिँ भन्दा 3 4 र 5बाट बुझ्नुभयो पहिले यो तपाईँलाई सर्टकट ट्रिक भन्दैछु यो कुरा बुझ्नु तपाईँले ल ठिक छ यो पार्टिसिपेन्ट हेज आस्क्ड यु टु स्टार्ट एआई क्याम्पेन भन्नुभएको छ के गर्ने होला यसलाई डिनाइ गरिदिउँ ल को कुरा गर्ने होला डिनाइ ल अब यहाँ है मेरो क्लासको टाइमिङ बेलुका 8:30 बजे है यसलाई पछि अलि हामी 8 बजे छाड्छौँ ल अब हेर्नुहोस् है पाइथागोरियन थ्योरम भनेको 3 4 र 5 ले बनेको छ यो के हो त भन्ने कुरामा पहिला यहाँ बुझौँ यो पाइथागोरस थ्योरममा चाहिँ के हुन्छ भन्दा तपाईँको चाहिँ यो चाहिँ हाम्रो बेस हुन्छ ठिक छ यसलाई हामी बेस भन्छौँ यो जुन एङ्गलको अपोजिट डिरेक्सनलाई हामी के हुन्छ यसलाई हामी चाहिँ परपेन्डिकुलर भन्छौँ ठिक छ र जुन 90 डिग्री एङ्गल बनेको छ यसको अपोजिट डिरेक्सन के हुन्छ हामी यसलाई भन्छौँ हाइपोटेनस भन्छौँ र पाइथागोरस थ्योरमको अकर्डिङ तपाईँ के हुन्छ भन्दा h स्क्वायर इक्वल टु p स्क्वायर प्लस b स्क्वायर हुन्छ यो तपाईँलाई थाहा छ यो स्क्वायर हटाउनु के गर्छ हामी रुट अन्डर p स्क्वायर प्लस b स्क्वायर गर्छौँ ठिक छ अब तपाईँलाई के दिएको हुन्छ भन्दा एउटा केस दिएको हुन्छ इक्जाममा ठिक छ त्यो केसको आधारमा हेर्नु भने तपाईँले यो डिस्टेन्स तपाईँलाई थाहा हुन्छ एउटा यो अर्को तपाईँलाई यो डिस्टेन्स यो थाहा हुन्छ र तपाईँलाई के सोध्छ भन्दा तपाईँ चाहिँ यो डिस्टेन्स चाहिँ निकाला भन्छ सो यो डिस्टेन्स निकाल्न के गर्नु पर्दा तपाईँले रुट अन्डर p स्क्वायर प्लस b स्क्वायर गर्नु पर्यो बुझ्नुभयो यो कुरा हो तर अब यसरी गर्दा तपाईँको टाइम कन्ज्युमिङ हुन्छ सिम्पली इक्जाम हामी के गर्छौँ भने तपाईँको मैले फेरि भन्दैछु पाइथागोरस थ्योरम 3 4 र 5 को फौजमा तपाईँको चाहिँ नम्बरको बेसमा तपाईँको चाहिँ पाइथागोरस थ्योरम फर्म भएको भनेपछि के हुन्छ भने या त बेस 3 हुन सक्छ या 4 हुन सक्छ यदि यो 3 हो भने परपेन्डिकुलर 4 हुन सक्छ वा यो 4 हो भने यो तपाईँको 3 हुन सक्छ तर हाइपोटेनस चाहिँ अहिले पनि 5 को मल्टिपलमा हुन्छ मैले के भने यदि बेस 3 को मल्टिपलमा छ हो तपाईँको चाहिँ परपेन्डिकुलर 4 को मल्टिपलमा हुन सक्छ यदि 3 4 के बेस तपाईँको 4 को मल्टिपल छ भने परपेन्डिकुलर 3 को मल्टिपलमा हुन्छ तर हाइपोटेनस चाहिँ अहिले पनि 5 को मल्टिपलमा हुन्छ भन्न खोजेको के हो भन्दाखेरि तपाईँको यति बेस तपाईँको के छ तपाईँको भन्दा यति बेस तपाईँको मानिलिउँ यो बेस छ यो 12 छ बेस 12 मिटर छ यो कति छ यो तपाईँको छ 16 छ भने यो हाइपोटेनस के हुन्छ त भन्नु त फ्याक्टर एन्सर दिनुहोस् त मलाई यदि यो 12 छ यो तपाईँको चाहिँ 16 छ भने यो कति हुन्छ त खै त एक्टिभ यत्रो कुरा मैले बुझाएँ थ्योरी यो हुन्छ कति त 20 हुन्छ कसरी त 25 हुन्छ 20 हुन्छ कसरी भन्दा तपाईँलाई एउटा तपाईँलाई सिम्पल थाहा छ के गर्नु त यो तपाईँको चाहिँ हाइपोटेनस निकाल्ने के हो त फर्मुला तपाईँको चाहिँ p स्क्वायर प्लस b स्क्वायर हो ठिक छ यो p स्क्वायर कति तपाईँको चाहिँ p भनेको कति छ p भनेको तपाईँको चाहिँ p भनेको तपाईँको 16 छ 16 को स्क्वायर गर्नुहोस् अनि b चाहिँ कति छ तपाईँको चाहिँ 12 छ 12 को स्क्वायर गर्नुहोस् अनि यसलाई जोड्नुहोस् जोड्दा कति तपाईँको चाहिँ यो तपाईँको 400 हुन्छ होला अनि तपाईँको यसलाई चाहिँ 200 को 20 को तपाईँको पावर हुन्छ यो काटिन्छ गर्दा तपाईँको 20 हुन्छ तर यत्रो गर्दाखेरि तपाईँको अब यसलाई सल्भ पनि गर्दा टाइम लाग्छ होला 16 को स्क्वायर निकाल्नुहोस् ठिक छ 12 को त 144 आउँछ तपाईँलाई थाहा छ 16 को निकाल्न आउँछ आउँदैन तपाईँलाई मैले सिकाएको छु उसमा पनि तपाईँ हेर्नु होला अगाडि दुईटा पछाडि दुईटा 1 को स्क्वायर 1 पछाडि अगाडि खाली 6 को स्क्वायर 36 ठिक छ अनि के गर्नु त 16 को स्क्वायर हो यसलाई मल्टिप्लाई गर्नुहोस् 6 कान 6 6 दुनु 12 12 लाई के गर्नुहोस् त 1 छोड्नुहोस् लेख्नुहोस् जोड्नुहोस् भनेको छु 6 तपाईँ कति भयो तपाईँको चाहिँ 5 र 2 भयो 256 हुन्छ सो 256 भयो 256 प्लस 144 गर्दा तपाईँको हुन्छ 400 हुन्छ यो गर्दा टाइम लाग्छ
अब आयो आवाज आयो है यहाँसम्म बुझ्नु भएको थियो यहाँसम्म बुझ्नु भएको थियो अब हेर्नु त यत्रो गर्दा तपाईँको समय तपाईँको इक्जाममा त समय लाग्छ नि होइन यो समय बचाउन मैले तपाईँलाई के भन्थ्यो भन्दा यदि बेस 3 को मल्टिपल छ भने तपाईँको पर्पेन्डिकुलर 4 को मल्टिपल हुन्छ तर यो हाइपोटेन्युस भ्यालु पनि 5 को मल्टिपल हुन्छ भन्ने थिएँ यो 12 छ यहाँ 16 छ भने यसमा कमन हेर्नुहोस् त कमन कति छ त 4 छ 4 रे काट्छ 4 त्यहाँ 12 हुन्छ 4 6 को 16 हुन्छ भनेपछि यो तपाईँको चाहिँ बेस 3 को उसमा छ यो तपाईँको चाहिँ 4 कोमा छ भने तपाईँको चाहिँ कमन कति आयो तपाईँको चाहिँ 4 ले काटेको छ नि त भने तपाईँको चाहिँ यो कति त 5 को मल्टिपल हुनु चाहिँ यसलाई पनि के भन्छ कमनले मल्टिप्लाई गर्नु पर्यो 4 ले भने 5 को 20 हुन्छ मैले भन्नु चाहिँ यो अब कहिलेकाहीँ तपाईँलाई यस्तो इजी नम्बर नदिएर तपाईँले चाहिँ डेसिमल दिन सक्छ सिम्पली ठीक छ डेसिमल दियो भने के गर्ने तपाईँको माइलियो यो दियो तपाईँको यो दियो तपाईँको चाहिँ 4.5 मिटर छ ठीक छ यो दियो तपाईँलाई यो दियो तपाईँको चाहिँ 6 मिटर दियो ठीक छ यो सोध्छ कति मिटर छ कति हुन्छ निकाल्नुस् त फटाफट ल बेस तपाईँलाई 4.5 मिटर दियो यो तपाईँको चाहिँ पर्पेन्डिकुलर 6 मिटर दियो र तपाईँले सोध्यो हाइपोटेन्युस सोध्यो अब यसलाई गर्नुपर्ने तपाईँले फेरि गर्ने त यही नै हो 6 को स्क्वायर प्लस 4.5 को स्क्वायर गर्नुपर्छ अब तपाईँले पोइन्टको स्क्वायर निकाल्न नआउला होइन गाह्रो हुन्छ नि तपाईँलाई गर्दाखेरि तपाईँको फेरि त्यसलाई कति आउँछ थाहा छैन फेरि त्यसलाई गर्नु पनि पर्यो अनि फेरि त्यो भ्यालुलाई फेरि तपाईँको चाहिँ त्यसको रुट स्क्वायर रुट ननिकाल्दा तपाईँको त्यो पनि डेसिमलमा आउला गाह्रो छ नि त हो कि न ल भन्नु त यसलाई सल्भ गर्नुहोस् त तपाईँले हातले विदाउट क्यालकुलेटर कति निकाल्नुहुन्छ एन्सर कति आउँछ यसलाई सबले यस्तो खाले पनि तपाईँको क्वेसन आउँछ इक्जाममा सो यस्तो केसमा तपाईँलाई के सहिलो हुन्छ भन्दा तपाईँको चाहिँ यो तपाईँ सहिलो हुन्छ क्या किनकि तपाईँको यो 45 यो जुन 4.5 छ यसलाई हामी 45 गर्न सक्छौँ यसलाई हामी 6 यसलाई 6 छ यसलाई हामी 60 गर्न सक्छौँ ठीक छ यसमा कमन के छ त 15 छ 15 त्यहाँ 45 15 चौको 60 ठीक छ अनि 15 कमन छ 15 भनेको 1.5 हो भनेपछि अब यो कति त 5 गर्नु पर्यो भने 5 × 15 15 5 कति तपाईँको चाहिँ 15 5 75 हुन्छ ठीक छ द्याट मिन्स अब त 7.5 हुन्छ यो कति हुन्छ त यो तपाईँको चाहिँ 7.5 आउँछ भनेपछि यसलाई सल्भ गर्नुभयो भने कति आउँछ त भन्दा 7.5 को तपाईँको चाहिँ स्क्वायर आउँछ र तपाईँको चाहिँ यो काटिन्छ यो 7.5 तपाईँले निकाल्न आउँछ आउँदैन इक्जाम तपाईँले यसरी बिगार हुन्छ क्या बुझ्नुभयो सो कहिलेकाहीँ तपाईँले चाहिँ अलिकति स्मार्ट भएर तपाईँले सर्टकट टेक्निक एप्लाई गर्नु भने इक्जाममा तपाईँको समय पनि बच्छ र तपाईँले चाहिँ चाँडै पनि सल्भ गर्न सक्नुहुन्छ जतिसुकै क्वेसन जति पनि तपाईँको किताबमा होस् तपाईँले पढ्नु हो किताबमा पाइथागोरस थ्योरमसँग सम्बन्धित तपाईँले हेर्नु भने 3 4 र 5 वा यो 3 छ भने यो 4 हुन्छ यो चाहिँ 5 नै हुन्छ ठीक छ कमन भ्यालुले तपाईँको चाहिँ मल्टिप्लाई गर्ने कुरा बुझ्नुभयो साथीहरू क्लियर छ है अब क्लियर छ भने म तपाईँलाई क्वेसनतिर लिएर गएँ क्वेसन इक्जाममा यसरी आउँछ हेर्नु त के भन्छ भन्दा बच्चाले आफ्नो बाबुलाई यो खरिदारमै आएको छ है बच्चाले आफ्नो बाबालाई खोज्न पूर्वतिर तपाईँको त कति त 90 मिटर हिँड्ने भनेको छ र दायाँ फर्केर कति त 20 मिटर हिँड्ने भनेको छ त्यसपछि उनी फेरि दायाँ फर्केर 30 मिटर हिँडेपछि उनी काकाको घरमा पुगे भनेको छ अनि उनले बाबा त्यहाँ थिएनन् उनको बाबा त्यहाँ थिएनन् त्यहाँबाट उनी फेरि कति त 100 मिटर उत्तरतिर गएर चाहिँ आफ्नो बाबालाई भेटे भनेको छ भने उनले सुरुको बिन्दुबाट कति टाढा चाहिँ आफ्नो बाबालाई भेटाए भनेर सोधेको छ ठीक छ एउटा क्वेसन छ सायद तपाईँको चाहिँ डिस्टेन्स अर्कै टाइपको होला यो के चाहिँ यसलाई हेर्नुपर्छ है यो नभए पनि पक्कै यो क्वेसन चाहिँ तपाईँको पक्कै पनि त्यही बेसमा आउँछ ठीक छ यसलाई पनि सल्भ गरौँ है त ल हेरौँ त के छ त सबभन्दा पहिला अ चाइल्ड वेन्ट 90 मिटर टु इन इस्ट भनेको छ यहाँ तपाईँको चाहिँ 90 मिटर इस्ट भनेको छ र यसलाई 90 मिटर बनाएँ मैले यहाँसम्म पुगेँ बनाएँ ठीक छ त्यसपछि के त देन टर्न राइट भनेको छ अनि वेन्ट 20 मिटर भनेको छ यहाँ 20 मिटर्स आयो यतापट्टि राइट टर्न लिएर चाहिँ 20 मिटर्स त्यसपछि फेरि के छ के हुन्छ त हैन आफ्टर दिस हि टर्न राइट एन्ड आफ्टर गोइङ 30 मिटर्स हि रिच टु हिज अङ्कल होम भनेपछि यहाँ 30 मिटर गएर कसलाई भेट्यो त यहाँ 30 मिटर गएर चाहिँ पहिला त उनको अङ्कलको घरमा पुगे त्यहाँ उनले आफ्नो बाबुलाई भेटेनन् नभेटेपछि के गर्छ भन्दा हिज फादर वाज नट दियर फ्रम दियर हि वेन्ट 100 मिटर्स टु हिज नर्थ एरिया यहाँबाट चाहिँ 100 मिटर्स गए यो 20 मिटरसँग कति बाँकी कति भयो त अब यो 20 भयो
यो बाँकी तपाईँको 80 भयो, यो 80 मिटर हिँड्ने, यहाँ पुगे, यहाँ गएर उनले आफ्नो बाउलाई भेटे। अब के भन्छ भने हाउ फार डिड हि मिट हिज फादर फ्रम द स्टार्टिङ पोइन्ट, यहाँबाट उनको बाउले चाहिँ कति टाढा चाहिँ भेट्यो भनेको छ, यो डिस्टेन्स निकाल भनेको छ, हो कि होइन। अब हेर्नु त यो निकाल भने के त, यो यति 20 हो, यो पुरै 100 भने यो त यो पनि 20 भयो भने यो माथिको त यो 80 भयो, ठिक छ। यति तपाईँको चाहिँ 80 भयो। अब यो तपाईँको पुरै 90 हो, यदि तपाईँको चाहिँ 30 हो भने यो कति हो त, यो तपाईँको चाहिँ 60 भयो। यो 60 छ, यो 80 छ, यो कति हुन्छ त। यो दुईटाको चाहिँ कमन फ्याक्टर निकाल्नुहोस् त, कति हुन्छ त कमन, 20 हुन्छ। 20 ले हेर्नुभयो, 20 त्यहाँ 60, 20 चौको 80 हो भनेपछि 20 कम हुन्छ भनेपछि यो त जहिले पनि 5 को मल्टिपल उस हुन्छ, 5 × 20 गर्नुहोस् भनेपछि 20 5 20 कति हुन्छ 100 मिटरमा। एन्सर के हुन्छ। म बोलिरहेको छैन, तपाईहरु एकछिन चाहिँ त्यो क्वेशन सल्भ गर्नुस् भने। बुझ्नुभयो? यसलाई सल्भ गर्नुस् त कति समय लाग्छ तपाईहरुलाई? अब आवाज आयो नि हैन? मैले तपाईलाई 2 मिनेट समय लिए, यहाँ चार्ज गर्दै छु है। सो यसलाई सल्भ गर्नुस् त कति आउँछ एन्सर? सय नै आउँछ। के छ? 100 आयो, टाइम लाग्यो। त्यही भएर जहिले पनि के बुझ्नुस् भन्दा तपाईलाई बेस वा परपेन्डिकुलरको जुन नम्बर दिएको हुन्छ, ठीक छ, यो बेस र परपेन्डिकुलर जुन नम्बर दिएको हुन्छ त्यसमा तपाईले चाहिँ कमन एचसीएफ निकाल्नुस्, ठीक छ, मस निकाल्नुस् के। अनि त्यो मसले के गर्नुस् त 5 ले 5 लाई मल्टिप्लाई गर्नुस् सिम्पली। के भने मैले तपाईलाई जहिले पनि तपाईलाई चाहिँ जुन यो एच निकाल्नु पर्ने हुन्छ, यो एच निकाल्न के गर्नु पर्छ तपाईको चाहिँ बेस र परपेन्डिकुलरको के गर्नु तपाईले चाहिँ मस निकाल्नुस्, अर्थात हाईएस्ट कमन फ्याक्टर निकाल्नुस् र त्यो चाहिँ एचसीएफ ले के गर्नु त, एचसीएफ ले तपाईलाई चाहिँ 5 लाई के गर्नु त गुणन गर्ने, ठीक छ। यति गरे तपाईको के हुन्छ, तपाईको चाहिँ पाइथागोरस थ्योरमसँग सम्बन्धित तपाईले सबै प्रश्न सल्भ गर्न सक्नुहुन्छ। यसमा कसैलाई प्रब्लम छ प्लिज बोल्नुस् त, के छ प्रब्लम छ हजुरहरुलाई? नबुझ्ने कोही हुनुहुन्छ? छैन है। यदि प्रब्लम छैन भने तपाईलाई म एउटा क्वेशन दिए, यो क्वेशन तपाईले गर्नुस् ल सबैले। ल यो क्वेशन सल्भ गर्दै गर्नुस्, त्यतिसम्म म पानी पिएर आउँछु है। सबै साथीहरु चाहिँ फेसबुकमा नि हुन्छ के हैन, फेसबुक युट्युब सबैमा है। सबै साथीहरुले प्लिज यो क्वेशन्स कमेन्ट तपाईले सल्भ गरेर कमेन्ट गर्नु होला है, च्याट बक्समा राख्नु होला।
खै त साथीहरू कमेन्ट आएन तपाईँहरूको? यति समय लाग्छ तपाईँहरूलाई? साउन्ड प्रब्लम छैन? साउन्ड आएन? अब आयो नि होइन? महेशजी म बोलेकै छैन, तपाईँलाई होमवर्क गर्न समय दिइरहेको छु मैले यो क्वेसन सल्भ गर्नलाई। यो त तपाईँलाई क्लास वर्क दिइरहेको छु नि मैले। अझै आएन साउन्ड? अहिले त आयो। ल लोकसेवा नेपाल ए भन्नुभएको छ, 50 भन्नुभएको छ। ठिक छ। सरले के भन्नुभएको थियो तपाईँले भन्नु त? कति मिटर कता भन्नुभयो तपाईँले? 50 मिटर्स कता? नर्थ इस्ट कि साउथ इस्ट? साउथ वेस्ट के भन्नुभयो तपाईँले? 50 मिटर उत्तर पूर्व हो। यो चाहिँ यहाँ अलिकति यहाँ एरर भएछ यो तपाईँको। ल यसलाई चाहिँ छोड्नुहोस् ल। ल अप्सन नम्बर ए हो सबैको। ए आएको छ। ल इक्जाम आएको छ, गरिदिनु पर्यो है। एकजना मान्छे आफ्नो घरबाट 100 मिटर पश्चिम दिशामा हिँड्यो भनेको छ। आफ्नो घरबाट 100 मिटर पश्चिमतर्फ। अब त यो डब्लु यो वेस्ट इस्ट लेख्नुपर्छ, मैले पर्दैन नि। 100 मिटर हिँड्नुलाई यहाँ आइपुग्यो 100 मिटर। ठिक छ। त्यसपछि दक्षिण फर्केर 200 मिटर हिँड्यो। यो 100 छ भने त अलिकति धेरै बनाउनु पर्यो, ठ्याक्कै डबल बनाउनु पर्यो। ल मानिलो यहाँ दक्षिण 200 मिटर हिँड्यो। ठिक छ। फेरि ऊ बायाँ फर्केर 140 मिटर हुन्छ। बायाँ भनेको यता दक्षिणमा, बायाँ भनेको त इस्टतर्फ हो। कति त 140 भनेको छ। यो 100 भयो अनि मानिलो यो 40 भयो हो। यो 200 मिटर भयो, यो 140 मिटर भयो। ठिक छ। अन्त्यमा ऊ पुनः बायाँ फर्केर 230 मिटर हिँड्यो। यो 200 छ, यो 200 भयो। अब थोरै यति तपाईँको 30 बनाउँ ल। यो 30 भयो तपाईँको चाहिँ हो। यो 200 भयो, यो 30 भयो। ठिक छ। यो 100 भयो, यो तपाईँको चाहिँ 40 भयो। यो 40 यो पनि 40 हो। ठिक छ। अब यो यहाँ छ यो मान्छे है। अब के छ भने ऊ आफ्नो घरबाट कति मिटर टाढा कुन दिशामा छ? ऊ त यहाँ हो भने आफ्नो घरबाट कता छ त भन्दा एक त नर्थ इस्टमा छ। नर्थ इस्ट उत्तर पूर्व भनेको उत्तर पूर्व छ। बाँकी तपाईँको चाहिँ उत्तर पश्चिम, यो दुइटा आउट भयो। अब ए र बी मध्ये एउटा हो। यो 40 छ, यो 30 छ भनेपछि यसमा तपाईँको चाहिँ कमन फ्याक्टर कति छ त? हाइएस्ट कमन फ्याक्टर म छ 10 हो। यस नो प्लिज बोल्नुहोस् त। 10 हो कमन। 10 ले गर्दा 10 चौको 40, 10 त्यहाँ 30 हुन्छ भनेपछि यहाँ पनि कति हुन्छ त? 5 त हुनु पर्यो भनेपछि 5 × 10 गर्नु पर्यो। 10 भने चाहिँ 50 मिटर। ठिक छ। 50 मिटर कता त? उत्तर पूर्व नर्थ इस्टमा है। यसरी गर्यो नि तपाईँले। अब होइन अर्को तरिका गर्नुहुन्छ भने तपाईँले के गर्नुहुन्छ भने तपाईँको चाहिँ पी स्क्वायर प्लस बी स्क्वायर छ। यो पछि तपाईँको चाहिँ एउटा 40 तपाईँको परपेन्डिकुलर तपाईँको 30 छ, 30 को स्क्वायर गर्नुहोस् प्लस तपाईँको चाहिँ 40 को स्क्वायर गर्नुहोस्। यो तपाईँको चाहिँ 90 हुन्छ। यो तपाईँको चाहिँ 160 हुन्छ। के अरे कति आयो? 30 × 90 30 × 90 अनि 40 160 भयो। तपाईँको चाहिँ कति हुन्छ त? यो तपाईँको चाहिँ 250 भयो। यो तपाईँको चाहिँ 50 स्क्वायर हो। हो 30 × 900 हुन्छ। यो तपाईँको 1600 हुन्छ। तपाईँको चाहिँ 2500 हुन्छ। 2500 को 50 स्क्वायर हुन्छ। सुत्नुमा तपाईँहरू सुत्नुमा चेक गरिरहेँ मैले। सुत्नुमा छ हो। सो यो कति त? 2500 भनेको तपाईँको 50 स्क्वायर हुन्छ भने तपाईँको चाहिँ एन्सर यो काटिन्छ। सो 50 मिटर हुन्छ। सुत्नु भएन नि क्लासमा है। तपाईँ बोल्ने चाहिँ को हुनुहुन्छ भन्नु त? यस्तै बोल्ने चाहिँ चाहियो मलाई ट्याक्क लगाएर। मैले सल्भ गरेर भने तपाईँ टक्क सल्भ गरेर भनिदिने कि यति हुन्छ भने भन्ने। को बोल्नु भएको थियो अघि भर्खरै? तेजजी हो। ओके ल के छ? मजा आइरहेछ पढ्नलाई तेज सर? मजा आइरहेछ। बुझिरहनु भएको छ नि होइन? ल सबैले बुझ्नुभयो नि होइन? यसै समय गर्न सक्नुहुन्छ तर समय धेरै लाग्छ। त्यही भएर सबैभन्दा इजी के हुन्छ त भन्दा बेस र परपेन्डिकुलरको मस निकाल्नुहोस् र त्यो मसले 5 लाई मल्टिप्लाई गरिदिनुहोस्। सक्यो है जहिले पनि। ठिक छ। ल यो तपाईले गर्न सक्नुहुन्छ। ल यो अलिकति युनिक छ हेरौँ त। नासो पनि आएको छ। यो कसरी हेरौँ त?
ए र बी कुनै निश्चित बिन्दुबाट विपरीत दिशातर्फ हिँडे र दुवैजना 5 किलोमिटर हिँडेपछि ए चाहिँ दायाँ फर्की 3 किलोमिटर हिँडे र बी चाहिँ देब्रे फर्केर चाहिँ 2 किलोमिटर हिँड्यो भनेको छ। यस अवस्थामा तल दिएका कुन चाहिँ कथन चाहिँ गलत हुन्छ भनेको छ। यहाँ तपाईलाई कथन चाहिँ गलत दिएको छ। गलत कथन तपाईले पत्ता लगाउनु पर्यो। ल सबै ट्राई गर्नु एकचोटि हेरौँ। सबैले म 1 मिनेट समय दिन्छु तपाईलाई, 1-2 मिनेट समय दिन्छु। सबैले सल्भ गर्नुस् त एक्टिभली है। अनि तपाईहरु चाहिँ माइक सबैले माइक पनि अन गर्नुस् त, सरी भिडियो अन गर्नुस् त। सबैको म भिडियो हेर्छु सबैले है। समीक्षा जी हजुरले बुझ्नु भएको छ? के छ बोल्न मिल्छ? फास्ट कसैले फास्ट भएको छ छैन क्लास? स्लो भयो होला हैन? युट्युबमा सोधे सबैले स्लो स्लो भन्नुहुन्छ मलाई थाहा छ। समीक्षा जी के छ? हजुरलाई स्लो लाग्छ कि फास्ट लाग्छ कि के छ? ठिक छ यतिकै स्पिड। ल धेरै बी र सी मा चाहिँ एन्सर आइरहेछ है। ल पदम जी बी हुनु भएको छ। लाइन काट्यो डाटा युज गर्नु परिरहेछ भन्नुभएको छ। एकदम आरपी ड्रिम जी यो हो नि त जुनुन भनेको, पढ्ने जुनुन भनेको यसलाई भन्छ क्या। लाइन छैन तै पनि हामी डाटाबाट पढ्नुपर्छ। तपाईहरु यहाँ कोही हुनुहुन्छ क्लासमा जसलाई चाहिँ अलिकति फास्ट लाग्यो, मैले अलिकति फास्ट बोलिरहेको छु, तपाईको चाहिँ तपाईले नबुझिकन म अगाडि बढिरहेको छु, कोही हुनुहुन्छ त्यस्तो? नबुझेर म अगाडि बढिरहेको छैन नि हैन? सबैले बुझिरहनु भएको छ नि? ल समीक्षाको नि एन्सर बी आयो है। ल अब हामी हेरौँ ए र बी के छ है त। बी र सी चाहिँ तपाईको एन्सर छ, हेरौँ कुन चाहिँ हुन्छ। पहिला हेरौँ है त। पहिला हामी चित्र बनाउने। हजुर हजुर भन्नु त रतन जी। बी। ल बी र सी चाहिँ धेरै एन्सर आएको छ। यो बी र सी मात्रै एउटा होला, हेरौँ के चाहिँ हुन्छ है। ल तपाईले चित्र बनाउनु मिस्टेक गर्नु भने बिग्रिनु, अरु केही पनि छैन, एकदम सिम्पल छ। हेर्नु है, ए र बी कुनै निश्चित बिन्दुबाट चाहिँ विपरीत दिशातर्फ हिँड्ने भनेको छ हो। विपरीत भनेको जता पनि हुन्छ। अब यो बिन्दुबाट तपाईको चाहिँ तल माथि हिँड्ने नि भयो, यो पनि विपरीत हो हैन? वा यो बिन्दुबाट तपाईको चाहिँ लेफ्ट र राइट तपाईको चाहिँ यसरी हैन पश्चिम र पूर्वतिर हिँड्ने नि भयो, के फरक पर्दैन। अब म के गर्छु भन्दा चाहिँ तपाईको चाहिँ एउटा पश्चिमतर्फ अर्को पूर्वतिर लिएर जान्छु। ठिक छ? पहिला यहाँ हेर्नु है, यहाँ तपाईको चाहिँ ए र बी छुट्टे हो। के छ भन्दा तपाईको चाहिँ विपरीत दिशातर्फ हिँडेको त दुवैजना कति त 5-5 किलोमिटर हिँड्ने हजुर। माइलो ए पनि तपाईको चाहिँ 5, बी पनि तपाईको 5 हो। 5-5 किलोमिटर हिँड्ने। ठिक छ? हिँडेपछि ए चाहिँ दायाँ फर्केर भनेको छ। अलि तल बनाउनु पर्यो है यसलाई। ल यहाँबाट ए र बी अलग अलग हिँड्ने, ए यतापट्टि आयो, बी यतापट्टि आयो हो। 5-5 किलोमिटर। अब ए कहाँ छ? यहाँ पुगेछ, बी कहाँ छ? यहाँ पुगेछ। अब यहाँबाट के छ भन्दा अब ए चाहिँ कता त? दायाँतर्फ भनेको, यो त वेस्ट हो। अब वेस्टबाट दायाँ भनेको कता त? नर्थतिर फर्केको त 3 किलोमिटर हिँड्यो, 3 किलोमिटर। ठिक छ? भने बी देब्रेतिर, यहाँबाट देब्रे कता हो? इस्टबाट देब्रे कता हुन्छ? लेफ्ट भनेको कता हुन्छ? नर्थै हुन्छ नि हैन? यो तपाईको वेस्ट हो। वेस्टबाट तपाईको चाहिँ राइट भनेको तपाईको चाहिँ नर्थतिर जानु पर्यो। ठिक छ?
अनि यो इस्टतिर छ, इस्टबाट लेफ्ट भनेको त लेफ्ट भनेको तपाईँको चाहिँ यो नि तपाईँको चाहिँ नर्थतिर जानु पर्यो चाहिँ यो पनि कताबाट यताबाट तपाईँको चाहिँ 3 किलोमिटर तपाईँको चाहिँ हिँड्ने भन्ने कुरा छ हो। अब यस अवस्थामा तलको मध्य कथन कुन चाहिँ गलत छ? दुवैजना यहाँ पुग्यो, ए यहाँ छ, बी यहाँ छ, ठिक छ। अब फर्स्टमा किन दुवैजना विपरीत दिशातर्फ हिँडेका छन् रे, कुन चाहिँ कथन गलत छ भनेको छ? दुवैजना विपरीत दिशातर्फ हिँडिरहेका छन्, सेम डिरेक्सनमा हिँडेका छैनन्, के हो कुरा? अप्सन ए गलत होला नि हैन र? उनीहरू एक अर्का भन्दा 10 किलोमिटर टाढा छन् कुरा छ। यो तपाईको चाहिँ यो नि 5 हो, यो नि 5 हुन्छ। अब यो पोइन्टबाट तपाईको के त तपाईँको चाहिँ यो दुई यहाँ छ नि, यो त कति त तपाईको चाहिँ 5 मा 10 किलोमिटरको डिस्टेन्स छ भने तपाईको यो त सही छ। उनीहरू एक अर्का भन्दा 10 किलोमिटर टाढा छन्, यो त तपाईको सही छ, फर्स्ट एन्सर। सुरुको बिन्दुबाट समान रूपले टाढा छन्, यहाँ र यसको डिस्टेन्स पनि समान छ भने यो पनि तपाईको सही छ। एले 8 किलोमिटर हिँड्नु भएको छ, एले 5 + 3 8 किलोमिटर हिँड्नु भएको छ, त एन्सर तपाईँको चाहिँ गलत तपाईँको चाहिँ यो ए हो भने तपाईको सही एन्सर तपाईँको त ए हुनु पर्यो भने बी सी डी त तपाईँको सही छ। यहाँ क्वेसन त इन दिस कन्टेक्स्ट व्हिच वान अफ द फलोइङ स्टेटमेन्ट इज फल्स भनेको छ। खै त अप्सन नम्बर ए हैन र? हेलो ट्रिकी रहेछ सुरजी। हजुर हजुर गलत तरिका त चित्रमा आउनु भयो, त्यहाँ बिग्रियो हो। केही पनि छैन, जस्तो स्टार्टिङको मैले तपाईँलाई भने लेफ्ट र राइट। तपाईँ कहाँ झुकिनु भयो भन्दा जब यो पोइन्टबाट चाहिँ ए आयो, ए पश्चिमतिर आयो, ठिक छ, यो वेस्टतर्फ आएपछि वेस्टबाट के भन्छ त ए चाहिँ तपाईँको कता भनेको छ त ए चाहिँ कहाँ भन्ने छ तपाईँको चाहिँ देन ए टर्न राइट भनेको छ। वेस्टबाट राइट टर्न लिनु कहाँ पुगिन्छ? म तपाईँले यही त सिकाएको थिएँ अस्ति हिजोदेखि नै, नर्थ इस्ट साउथ वेस्ट हो। अब वेस्टमा गएको व्यक्तिले यहाँ र राइट टर्न लिएर कहाँ पुग्छ त? ऊ नर्थतिर पुग्छ भने माथि जानु पर्यो। अब इस्टमा पुग्यो, इस्टबाट तपाईँ राइट टर्न लियो भने तपाईँ साउथमा पुग्यो। अब इस्टमा भएको मान्छे के त तपाईँको चाहिँ लेफ्ट टर्न लिनु पर्छ, लेफ्ट टर्न कता हुन्छ त? नर्थ हुन्छ भने दुवै त सेम डिरेक्सनमा गएको हुन्छ नि त, होइन र? तपाईँले अब यदि तपाईँले अब यसलाई म अर्को तरिका गराउँछु ल, अब यसलाई म अर्को तरिका गराउँछु, एलाई लेफ्ट राइटतिर जान्छ ल, यहाँ छन् ए र बी र ए, ठिक छ। अब ए यतापट्टि गयो, बी यतापट्टि गयो, ठिक छ। मैले उल्टो चेन्ज गराएँ ल, के हुन्छ हेरौँ है त। यहाँबाट ए र बी छुट्टिए, ए यतापट्टि गयो, बी यतापट्टि गयो, दुवैजना 5-5 किलोमिटर हुन्, ओके 5-5 किलोमिटर हुन्। अब के भन्छ भने हो दुवैजना 5-5 बोथ वाक 5 किलोमिटर, देन ए टर्न टु राइट भनेको छ एन्ड वाक 3 भन्छ। अब यहाँबाट तपाईँको राइट कता हुन्छ होला भन्नु त मलाई, नर्थ कि साउथ यति भन्नुहोस् मलाई। हेलो साउथ हुन्छ भनेपछि यहाँ तपाईँको 3 किलोमिटर तलपट्टि यहाँ पुग्यो, ठिक छ। अब यहाँ हेर्नु कुरा सुन्नु न। अब बी के भन्छ त, वाइल बी वाक त 3 किलोमिटर टुवर्ड्स लेफ्ट भनेको छ। अब यो वेस्टबाट लेफ्ट भनेको कता हुन्छ? नर्थ हुन्छ कि साउथ हुन्छ? साउथ हुन्छ। यो पनि त अब 3 किलोमिटर तर आयो भनेपछि बी यहाँ पुग्यो, ए यहाँ पुग्यो, डिस्टेन्स कति छ त? 5-5 10 छ, यहाँ इक्वल छ, इक्वल पनि छ। एले 5 + 3 8 पनि हिँडेको, 8 किलोमिटर हिँडेको भन्छ। गलत के छ त भन्दा दुवैजना विपरीत दिशातर्फ हिँडेका छन् भने चाहिँ यो गलत छ, किनकि दुवैजना कतापट्टि हिँड्छन् त? साउथतिर हिँडेका छन्, होइन र? भनेपछि सेम डिरेक्सनमा हिँडेका छन्। के छ बुझ्यो? अब कुरा छलङ्ग भयो। ढकालजी क्लियर छ कुरा तपाईँलाई? यस नो प्लिज कमेन्ट गर्नु त, बोल्दा नि हुन्छ। मेरो दिमाग नि रङ ए डायग्राम भन्नुभयो, मेरो डायग्राम ओके डायग्राम रङ भयो भन्नुभयो होइन। तपाईँले चाहिँ त्यो तपाईँको के होइन, तपाईँले जस्ट तपाईँले के भन्दा लेफ्ट र राइट तपाईँले चाहिँ गलत तरिकाले तपाईँले चाहिँ ड्र गरिदिनु भयो, त्यही भएर बिग्रियो है। यस्तो खाले क्वेसन तपाईँ आउँछ एक्जाममा, हामी बिगार्नु भएन। यस्तो खाले क्वेसन दिनु तपाईँलाई ट्राई गर्ने हो ल। अब क्वेसन तपाईँलाई यो तपाईँले चाहिँ ट्राई गर्ने, ठिक छ। नासु 2070 आएको छ। यहाँ के छ भन्दा हरि र केशवको घर पूर्व पश्चिम तेर्सिएको बाटोमा आम्ने सामने पर्दछ भनेको छ।
कुरा बुझ्नुभयो? हरि र केशवको घर पूर्व पश्चिम तेर्सेको बाटोमा आमुने सामुने छ भनेको पूर्व पश्चिम यो भयो, तेर्सेको बाटोमा आमुने सामुने छ। कहीँ छ यहाँ हरि र उसको केशवको घर भनेको छ। हरिको घर दक्षिण फर्केको छ भनेपछि हरिको घर दक्षिण फर्केको भनेको तब त कता तपाईँको चाहिँ यो हरिको होला, यहाँ तपाईँ दक्षिण फर्केको छ भने यो केशवको घर भयो। ठिक छ, उत्तर फर्किरहेको छ। ठिक छ, अब हरिको घरबाट 4 किलोमिटर पश्चिम लागेपछि 3 किलोमिटर बायाँ हिँडेपछि निराको घर आइपुग्छ भनेको छ। र केशवको घरबाट चाहिँ 5 किलोमिटर पूर्व लागेर 4 किलोमिटर दायाँ मोड गएपछि गीताको घर आइपुग्छ भनेको छ। यसकै आधारमा निम्न कथनमध्ये सही कथन छान्नुहोस् भनेको छ। सही कथन यहाँ दिएको छ, हरिको घर निराको घरदेखि उत्तर पश्चिममा पर्छ भन्ने कुरा छ हो। केशवको घरबाट गीताको घर दक्षिण पूर्वमा पर्छ भनेको छ। निरा र गीताको घरको दूरी 11 किलोमिटरभन्दा बढी छ भनेको छ। अर्को माथिका सबै हुन् भनेको छ। के छ यो तपाईले गर्न सक्नुहुन्छ कि मैले गरिदिनु पर्छ? ट्राई गर्ने तपाईहरु सबै ट्राई गर्नु एकचोटि हेरौँ कति बुझ्नु भएको छ। ल तपाईलाई मैले सबै कन्सेप्ट सिकाएको छु है। यो भन्दा बाहिर क्वेशन आउँदैन। 4 मार्क्स तपाईको पोल्टोमा हिजो राजा क्लासबाट। ठीक छ, तपाईहरु सबै जति पनि क्लासमा हुनुहुन्छ कपी कलम लिएर लेखिरहनु भएको छ नि, प्र्याक्टिस गरिरहनु भएको छ नि म सँगसँगै के छ कि बिस्तारमा सुतेर अनि मजाले कानमा इयरफोन लगाएर बस्नु भएको छ मुभी हेरे जसरी। ट्राई गर्ने तपाईहरु ट्राई गर्नुहुन्छ। भोलि म तपाईलाई हाम्रो युनिट 9 है, भोलि तपाईलाई म युनिट 9 सुरु गर्छु। म उल्टोबाट आउँछु भनिरहेको छु। युनिट 9 मा तपाईले के पढ्नुपर्छ? भेन डायग्राम पढ्नुपर्छ, र्याङ्किङ अर्डर पढ्नुपर्छ। ठीक छ, अनि काउन्टिङ अफ फिगर पढ्नुपर्छ। त्यो पनि अरु टपिक भन्दा अलग छ र यो टपिकसँग मिल्दैन। सो हामी त्यो पढ्छौं भोलि। त्यसमा र्याङ्किङ अर्डरमा चाहिँ एउटा चाहिँ यो डिरेक्सन डिस्टेन्सको चाहिँ थोरै डिरेक्सन वाला कन्सेप्ट चाहिँ पढ्न सक्छ है, यदि सिटिङ एरेन्ज हुन गयौं भने। त्यहाँसम्म तपाईको है लेखिरहनु भएको छ है। ओके, लेख्नुपर्छ है सँगसँगै। एक्जाम तपाईले दिने हो, म सँगसँगै तपाईले एक्टिभली पार्टिसिपेट हुनुभयो भने बल्ल तपाईको के हुन्छ त पढाइ इफेक्टिभ हुन्छ। हैन भने फेरि उयो एन्सर कसैले के गर्नु भएको छ ल यसो हेरौँ त। एन्सर युट्युबमा आछ कि एन्सर? ल युट्युबमा साथीहरु तपाईहरु नयाँ कोही हुनुहुन्छ भने र तपाईहरु चाहिँ यो सेसनमा फर्स्ट टाइम जोडिनु भएको छ भने हामी तपाईहरुमा खर्जारको लाइभ क्लास लिएर आएका छौं। बेलुका 8:30 बजे आइक्यू क्लास भइरहेको छ। तपाईले त्यो क्लास मन पर्यो, जोइन हुन मन लाग्यो भने तपाईले जोइन हुन सक्नुहुन्छ है। वा तपाईको कोही साथीभाइहरु जो क्लास जोइन गर्न चाहनुहुन्छ भने उहाँलाई पनि यो भिडियो तपाईले शेयर गर्न सक्नुहुन्छ। यदि उहाँहरुलाई चाहिँ मन पर्यो खण्डमा। ल कतिवटा लाइक आयो त? 96 वटा। जम्मा 4 वटा लाइक बाँकी छ है 100 वटा पुग्नलाई। ल कोले लाइक गर्नु भएको छैन लाइक ठोकिहालौँ त ल। 97। ल आज भोलि तपाईहरु चाहिँ युट्युबमा चाहिँ एकदम एक्टिभली पार्टिसिपेट हुनुहुन्छ भने मलाई एकदम हैन म दङ्ग परिरहेको छु। यस्तो जोश जाँगर कहाँ आयो तपाईहरुलाई भनेर। ल भन्नु समीक्षा जी भन्दै हुन्छ झुकिए सर म भन्नु भएको छ। ठीक छ, एक्जाममा क्लासमा झुकेको राम्रो हो नि है। त्यो हो एक्जाममा झुकिदैन के। सामी भन्दिनु कुन चाहिँ यो भन्दिनु कि अघिल्लो भन्दिनु? यो क्वेशन भन्दिनु। ल सी भन्दै हुन्छ हाम्रो सकल। ल सकल जी सी भन्दै हुन्छ। यतापट्टि आरपी बी सही हो, बी सही छ भन्नु छ। यहाँ बी सही छ भन्नु भएको छ है। तपाई मात्र एक्लै सही हुँदो रहेछ एक्जाम युट्युबमा। ओके आत्तिएर गरेको बिग्रियो भन्नु भएको छ। आत्तिनु भएन है सर। तपाईहरु क्वेशन चाहिँ राम्रोसँग हेर्नुपर्छ है। गंगाजी क्वेशन गलत बुझ्यो भन्दै हुन्छ। ठीक छ, ल एक्जाममा आएको छ। सो हैन यस्तो क्वेशन। ल गंगाजी पनि बी हुनु भएको छ। ल यसको चाहिँ बी हो। ल हाम्रो लिनाजी पनि बी भन्दै हुन्छ। ल बी इज करेक्ट भन्नु भएको छ। ल म फेरि गरिदिन्छु किनकि यस्तो टाइपको तपाईलाई अलिकति क्वेशन हेरेर तपाईलाई चाहिँ हैन दिक्क लाग्न सक्छ, त्यो नहोस्। ठीक छ, हामी एकदम घट्ने क्रममा छौं। 10 बज्न आएछ, 15 मिनेट बाँकी छ। ल हेरौँ त। हरि र केशवको घर पूर्व पश्चिम तेर्सेको बाटोमा आमुने सामुने पर्छ भनेको छ
भनेपछि तपाईँको चाहिँ यो तपाईँको पूर्व पश्चिमतिर फर्केको बाटो जहाँ दुईवटा घर छ के छ एउटा घर यसरी तपाईँको चाहिँ छ अर्को घर तपाईँको चाहिँ यसरी छ ठिक छ ल दुईवटा घर छ हरिको घर दक्षिण फर्केको छ भनेको छ चाहिँ हरिको घर दक्षिण फर्केको तपाईँको चाहिँ उत्तरबाट दक्षिण फर्केको छ बाटो घर त बाटोतिर फर्किरहेको हुन्छ नि त भनेपछि तपाईँको चाहिँ यो चाहिँ हरिको घर छ ठिक छ यो हरिको घर छ यो चाहिँ तपाईँको चाहिँ केशवको घर छ ठिक छ अब कुरा के आयो भन्दाखेरि चाहिँ ठिक छ अब कुरा के आयो भन्दाखेरि चाहिँ हरिको घर दक्षिण फर्केको छ हरिको घरबाट 4 किलोमिटर पश्चिम लागेपछि यहाँबाट तपाईँको त यो मैले रिफरेन्स पोइन्ट लिए यो पोइन्टबाट तपाईँको चाहिँ 4 किलोमिटर पश्चिम लागेर 4 किलोमिटर पश्चिम लागेर ठिक छ अनि के भन्छ तपाईँको चाहिँ दायाँ गएपछि गीताको घर आइपुग्छ अरे हजुर हैन कहाँ पुग्यो म खै 4 किलोमिटर पश्चिम लागेपछि 3 किलोमिटर बायाँ हिँडेपछि रे निराको घर आइपुग्छ भनेको छ हरिको घरबाट 4 किलोमिटर पश्चिम लागेर 3 किलोमिटर बायाँ हिँडेपछि चाहिँ यो पश्चिमबाट बायाँ हिँडेको कता यतापट्टि हो बायाँ बायाँ मिन्स तल लेफ्ट हैन सो 3 किलोमिटर भनेपछि यो 3 किलोमिटर भनेपछि तपाईँको चाहिँ कहाँ त यहाँ तपाईँको कसको घर आयो त हिँडेपछि निराको घर आयो ठिक छ निराको घर यहाँ छ अरू के भन्छ भन्दा केशवको घरबाट चाहिँ 5 किलोमिटर पूर्व लागेर यो केशवको घर छ यही रिफरेन्स पोइन्ट सँगै बराबर लिनु पर्यो यहाँ तपाईँको चाहिँ 5 किलोमिटर पूर्व लागेर 5 किलोमिटर हो यहाँ पुग्यो पूर्व लागेर 4 किलोमिटर दायाँ गएपछि दायाँ भनेको कता हो तलै हो पूर्वबाट दायाँ हिँडेको कता दक्षिण भने यता 4 किलोमिटर हो 4 किलोमिटर 4 किलोमिटर दायाँ गएपछि तपाईँको चाहिँ गीता घर आइपुग्छ भनेको छ ल गीता घर आइपुग्छ भनेको छ यहाँ तपाईँको चाहिँ माइल्नु 4 किलोमिटर ल ठिक छ ल 4 किलोमिटर यहाँ 4 किलोमिटर गीता घर यहाँ छ गीता घर है ल अब हेर्नु त यसको आधारमा हेर्यो भने हरिको घर चाहिँ निराको घरदेखि उत्तर पश्चिममा पर्छ भनेको छ हरिको घर निराको घरदेखि निराको घरबाट चाहिँ उत्तर पश्चिममा पर्छ उत्तर पश्चिम भनेको त यता हो यो त तपाईँको कता यहाँ निराको घरबाट कहाँ पर्छ त अब यहाँ हेर्नु है म यहाँ ड्र गरिदिन्छु तपाईँलाई हरेक एक एकवटा स्टेटमेन्टलाई म तपाईँलाई बुझाउँछु है निराको घरबाट कता त निराको घरबाट त हरिको घर कता हो त नर्थ इस्ट होइन यो त तपाईँको नर्थ इस्ट पर्छ तर यहाँ के भनेको छ भन्दा उत्तर पश्चिम भनेको छ यो तपाईँको त के त नर्थ वेस्ट भने हो नर्थ वेस्ट त यतापट्टि हो घर त यतापट्टि छ भने तपाईँको चाहिँ फर्स्ट स्टेटमेन्ट इज के हो त तपाईँको चाहिँ कुन चाहिँ सही भनेको छ द्याट इज रङ अर्को केशवको घरबाट गीताको घर दक्षिण पूर्वमा पर्छ भनेको छ केशवको घरबाट तपाईँको गीताको घर दक्षिण पूर्वमा पर्छ अब केशवको घरमा तपाईँ काटेर हेर्नुहोस् ठिक छ कसको त केशवको घरबाट गीताको दक्षिण पूर्वमा भनेको चाहिँ यो तपाईँको यो त इस्ट हो यो तपाईँको साउथ हो यो गीताको घर त यहाँ छ यो घर कहाँ पर्यो त यो तपाईँको चाहिँ साउथ इस्ट द्याट मिन्स अप्सन नम्बर बी सही हो अब बी सही हो भने सी हेर्नुपर्छ पर्दैन डी माथिका सबै हुन् फर्स्ट रङ भएपछि यो डी पनि त्यसै गलत भयो अब सी चेक गर्ने हो एक्चुअली पर्दैन नि हेर्नु भयो भने निरा र गीताको घरको दूरी 11 किलोमिटर भन्दा बढी छ भनेको छ निरा र गीताको घरको दूरी 11 किलोमिटर भन्दा बढी छ भनेपछि सायद यसमा हामीले के गर्न सक्छौँ यो 3 किलोमिटर 4 5 9 किलोमिटर भयो हो यो तपाईँको चाहिँ जोड्दा तपाईँको चाहिँ 9 किलोमिटर भयो ठिक छ 9 किलोमिटर भयो यो तपाईँको चाहिँ 3 किलोमिटर आएको छ यो 4 किलोमिटर आएको छ भनेपछि सायद अब हामी के भन्न सक्छौँ भन्दा 11 किलोमिटर भन्दा बढी भनेको छ भनेपछि सायद अब यो 9 किलोमिटर आइसक्यो अब यसलाई हामीले क्यालकुलेट गर्ने हो भने सायद तपाईँको 11 भन्दा कमै आउँछ होला है सो तपाईँको चाहिँ इक्जाममा यस्तो क्वेसन आयो भने यसलाई तपाईँले सल्भ गरेर बस्नु पर्दैन क्या चेक गरेर त हामी निकाल्न सक्छौँ तर गर्नु पर्दैन किनकि तपाईँको सेकेन्ड सही छ भने चाहिँ तपाईँको चाहिँ सिधै छ भने तपाईँ गलत भइहाल्छ क्या है यसै तपाईँले चाहिँ हेर्नु होला ठिक छ ल डिस्टेन्स त मोटामोटी तपाईँको यदि बराबर 1 किलोमिटर त बराबर भयो तपाईँको डिस्टेन्स त तपाईँको कति 4 + 9 तपाईँको 4 + 5 तपाईँको 9 किलोमिटर त हुन्छ होइन र 9 किलोमिटर त हुन्छ हो कि सेम हो नि त है नहुन्छ मोटामोटी तपाईँको 10 मा आउँछ होला 11 किलोमिटर भन्दा बढी छ भने द्याट मिन्स तपाईँको यो गलत पनि हुनसक्छ है ल यस्ता क्वेसन आएका छन् तपाईँलाई म एउटा अर्को क्वेसन गराउँछु एउटा क्वेसन गरौँ हामी
ल यो तपाईँको लट्ठीवाला चाहिँ त्यो छायावाला चाहिँ गर्न सक्नुहुन्छ। तपाईँलाई मैले यो होमवर्क छोडिदिएँ। त्यो क्वेसन आएन, बहुत कस्तो लाग्यो है। ल हेर्नु त गण्डकी प्रदेशमा आएको छ, एकजना बटुवा पूर्व दिशातर्फ होइन फर्केर उभिएको छ। सोही अवस्थामा उसले 270 डिग्री घडीको दिशामा चाहिँ घुम्छ र बायाँ मोडिन्छ भनेको छ, र बायाँ मोडिन्छ। अन्त्यमा उसले 90 डिग्री घडीको विपरीत दिशामा घुम्छ र टुक्रुको बस्छ भनेको छ। बटुवा अहिले कुन दिशातर्फ फर्केर बसिरहेको होला अरे? युनिक छ क्वेसन, गर्न सकिन्छ। सबैले ट्राई गर्नु त ल। एउटा बटुवा पूर्व दिशातर्फ फर्केर बसिरहेको छ। यहाँ बटुवा छ, पूर्वतिर फर्केर बसिरहेको छ। अब के भन्छ, सोही अवस्थामा उसले चाहिँ 270 डिग्री घडीको दिशामा घुम्छ भनेको छ। भनेको क्लकवाइज घुम्छ, कति त 270 घुम्छ र फेरि दायाँ मोडिन्छ भनेको छ। दायाँ मोडिन्छ भने कति त फेरि 90 डिग्री घुम्छ, प्लस 90 डिग्री घुम्छ। ठिक छ। र अन्तमा उसले कति त 90 डिग्री घडीको विपरीत दिशामा घुम्छ भनेको छ र टुक्रुको बस्छ भनेको छ। भनेको एन्टी क्लकवाइज कति तपाईँको चाहिँ 90 डिग्री। अब यहाँ हेर्नुभयो भने 270 डिग्री कता कति हुन्छ त 360 हुन्छ। यो 360 डिग्री घुम्नुभयो भनेको यो तपाईँको चाहिँ जहाँ जसरी घुमे पनि तपाईँको यहीँ पुग्नु हो, यहीँ पुग्नु हो। त्यसै तपाईँ के भनेको तपाईँको चाहिँ एन्टी क्लकवाइज 90 डिग्री घुम्छ भनेको तपाईँको छ। तपाईँको चाहिँ एन्टी क्लकवाइज घुम्नु तपाईँको कता पनि त ऊ तपाईँको चाहिँ नर्थतिर घुमिरहेको हुन्छ। ठिक, इस्ट हो। इस्ट कसरी भयो हेर्नु त। पहिला उसले 270 डिग्री घडीको दिशामा घुम्छ र फेरि बायाँ मोडिन्छ भनेको छ कि। बायाँ मोड्नु भनेको त फेरि 90 डिग्री घुम्नु हो भनेको 270 प्लस 90 भनेको 360 हो। त्यो भनेको जहाँको त्यही हुनु हो। यहाँसम्म तपाईँको चाहिँ केही फरक पर्दैन, जहाँको त्यही हुनु भनेको कम्प्लिट एक चक्कर मारे नि त होइन र। के भन्नुभयो? पहिला यहाँ कुरा बुझ्नुहोस्। पहिला के हुन्छ त, उसले पहिला 270 डिग्री चाहिँ घडीको दिशामा घुम्छ र बायाँ मोडिन्छ भनेको छ। भन्न खोजेको 270 डिग्री क्लकवाइज अनि प्लस फेरि 90 डिग्री क्लकवाइज भनेको हो नि त। त्यो भनेको 370 डिग्री भनेको यसो 360 भनेको 360 को जहाँको त्यही नै हो भनेपछि ऊ जहाँको त्यही छ। त्यसपछि के त अन्तमा उसले 90 डिग्री घडीको विपरीत दिशामा घुम्छ र टुक्रुको बस्छ भनेको छ। भनेपछि यो यहाँसम्म चाहिँ ऊ जहाँको त्यही नै भयो। त्यसपछि के भन्छ, उसले चाहिँ उल्टो घडीको विपरीत दिशामा घुम्छ भनेको छ। अब इस्टबाट एन्टी क्लकवाइज भनेको कता हो त? इस्टबाट एन्टी क्लकवाइज त लेफ्ट टर्न होइन र। त्यो भनेको त नर्थमा भएको होइन। ऊ 90 डिग्री एन्टी क्लकवाइज घुम्यो अनि टुक्रुको बस्यो भनेको के त तपाईँको चाहिँ ऊ नर्थतिर फर्किरहेको छ। हो, तपाईँहरू कहाँ झुकिनुहुन्छ यो क्वेसनमा भने हजुरहरू झुकिने भनेको चाहिँ र दायाँ मोडिन्छ भने यसलाई तपाईँले बिर्सिनु भएन। यो भनेको 90 डिग्री क्लकवाइज हो है। हेर्दा इजी हुन्छ तर तपाईँ बिगारिरहनुहुन्छ क्या, इजी भएन है, गर्नु भएन। नभए सिम्पली अब यो दुईटा निकाल्नु भयो, 90 काटिन्छ। अब 270 डिग्री एन्टी क्लकवाइज घुम्नु त यहाँबाट तपाईँको 270 डिग्री कता हो त 90 90 90 ए होइन हो कि यो 90 डिग्री क्लकवाइज र 90 डिग्री एन्टी क्लकवाइज काट्यो भने 270 डिग्री क्लकवाइज हुनु पर्यो। अब इस्टबाट 270 डिग्री क्लकवाइज भनेको कति त 90 180 270 भने कता त हो नर्थतिर फर्किरहेको छ। केही छ म्याम कसैले केही भन्दै हुन्थ्यो? तपाईँको डाउट क्लियर भयो? के छ भयो है? ल अर्को क्वेसन हेरौँ त। ल अमृता आफ्नो घरबाट 2 किलोमिटर उत्तर गई पूर्वतिर फर्की 3 किलोमिटर हिँडेपछि फेरि उत्तरतिर फर्केर चाहिँ
2 किलोमिटर हिँडेर पश्चिम फर्केर 3 किलोमिटर हिँडिसिन् भने उनी आफ्नो घरबाट कुन दिशामा हुन्छन् रे? ल कर्णाली प्रदेश 2080 मा आएको छ। युट्युब हुन्छ साथीहरु, ल सबैले कमेन्ट गर्नु त। हो यसरी बुझाउनु न सर। ल पूर्णजी मैले बुझा दायाँ मोडिन्छ कम्युनिटी 90 डिग्री क्लकवाइज हो। विपरीत भनेपछि साउथ कसरी हुन्छ पूर्णजी? तपाईले यत्रो पढाएँ मैले नर्थ इस्ट साउथ वेस्ट। मैले के भन्छ त नर्थबाट राइट टर्न लिनु भने तपाईँ कहाँ पुग्नुहुन्छ? इस्टमा पुग्नुहुन्छ। इस्टबाट राइट टर्न लिनु भने तपाईँको त साउथमा पुग्नुहुन्छ। अब इस्टबाट तपाईँको चाहिँ एन्टी क्लक भनेको कता हो त? लेफ्ट टर्न होइन, यो क्लकवाइज हो। राइट भनेको के हो त? तपाईँको चाहिँ 90 डिग्री क्लकवाइज हो। लेफ्ट भनेको तपाईँको चाहिँ 90 डिग्री एन्टी क्लकवाइज हो। यो त तपाईँलाई मैले हिजै लेखाइसकेको छु यो कुरा त, होइन र? अब इस्टबाट एन्टी क्लकवाइज जानु पर्यो, घडीको उल्टो भने कता जानु पर्यो त? नर्थ इस्ट जानु पर्यो है। ल यो हेरौँ त। यो ल हामी 100 लाइक पुग्यौँ। ओहो 112 लाइक पुग्यो। जति पनि साथीहरूले युट्युबमा लाइक गर्नुभएको छ यहाँलाई हृदयदेखि धन्यवाद। फेसबुक पनि सेयर गर्नुभएको छ धमाका तरिकाले, होइन? आज मैले फेसबुक चाहिँ हेरिनँ, ठिक छ? तपाईँहरू लाइक सेयर गर्नुभएको छ होला, त्यति चाहिँ मैले आशा लिन्छु, आशा गर्छु, होइन? र तपाईँहरू चाहिँ अब यदि जोइन गर्न चाहनुहुन्छ भने क्लास आउनु होला। भोलि हामी भेन डायग्राम पढ्छौँ। सम्भवतः भोलि पनि एकचोटि लाइभ चाहिँ आउँला, भोलि एक दिन चाहिँ लास्ट है, हाम्रो भोलिको लास्ट लाइभ। सो भेन डायग्राममा तपाईँले अहिलेसम्म नपढेको कुरा तपाईँलाई म पढाउँछु है। सो तपाईँहरू चाहिँ आउनु होला, जो साथीहरू युट्युबमा आउनुहुन्छ है। नर्थ हो, ल हेरौँ है त। ल यतापट्टि चाहिँ हेरिहाल्छु, म कम गरिहाल्छु। ल खै साथीहरू तपाईँको पदमजी भन्नुहुन्छ सी, अभिनवजी बी भन्नुभएको छ, आरपी ड्रिमको नाम के हो तपाईँको? ल नर्थ नै, ल नर्थै भन्नुभएको छ पहिला। ल सिसी भन्नुभएको छ। यतापट्टि गरिदिनुपर्छ मैले यो क्वेसन, पर्दैन है? अगाडि बढौँ। यसको एन्सर सी है, नर्थ। सबैको सही छ भने त पक्कै सही नै हुन्छ होला तपाईँहरू है। अर्को क्वेसन म गराउँछु तपाईँलाई म। ल यो हेर्नु त। कुनै निश्चित स्थानबाट सर्विल र सुभद्राले हिँड्न सुरु गरे। सर्विल 5 किलोमिटर पश्चिमतर्फ हिँडेपछि 90 डिग्री घडीको सुईको विपरीत दिशातर्फ घुमी 7 किलोमिटर हिँडेपछि आफ्नो घर पुगे अरे। सुभद्रा 3 किलोमिटर दक्षिण दिशातिर हिँडेपछि 270 डिग्री घडीको सुई घुम्ने दिशातर्फ घुमी 5 किलोमिटर हिँडेर फेरि दाहिने मोडी। हेर्नु फेरि, त्यसपछि फेरि दाहिने मोडी। ओहो फेरि दाहिने मोडी 4 किलोमिटर हिँडेर चाहिँ घर पुग्नु भनेको छ। अब सर्विल र सुभद्राको घरको दूरी कति होला अरे? ल यो एएसआईमा आएको छ 2080 सालमा, रिसेन्टली आएको क्वेसन हो। ट्राई गर्नु त ल। यो ल कुनै यहाँ तपाईँको चाहिँ सर्विल र सुभद्रा है। ल सर्विल 5 किलोमिटर पश्चिमतिर हो, यहाँ तपाईँको चाहिँ 5 किलोमिटर पश्चिमतर्फ 5 किलोमिटर हिँडेर यहाँ पुग्यो। त्यहाँबाट के हुन्छ त 90 डिग्री घडीको सुईको विपरीत दिशातर्फ घुमी हिँडेको छ भनेको। अब यतापट्टि 90 डिग्री हो, 90 डिग्री घडीको सुईको विपरीत दिशातर्फ घुमी 7 किलोमिटर हिँड्यो, 7 किलोमिटर हिँड्यो, ठिक छ? मानिलो यहाँसम्म बनाएँ मैले, ठिक छ? हिँडेपछि आफ्नो घर पुगेको त सर्विल। सर्विल चाहिँ यहाँ आफ्नो घर पुग्यो हो। अब के छ त भन्दा सुभद्रा 3 किलोमिटर दक्षिण दिशातर्फ है। सुभद्रा 3 किलोमिटर दक्षिण दिशातर्फ गए, हिँडेपछि 3 किलोमिटर दक्षिणको तलपट्टि भयो तिर हिँडेपछि अनि 270 डिग्री घडीको सुई घुम्ने दिशातिर भनेको भन्न खोजेको। अब यहाँबाट यो पोइन्टबाट तपाईँको चाहिँ के त तपाईँको चाहिँ 270 डिग्री भनेको तपाईँको चाहिँ 90 डिग्री एन्टी क्लकवाइज हो। बुझ्नुहुन्छ तपाईँले?
मैले के त 270 डिग्री क्लकवाइज भनेको के हो त तपाईको चाहिँ 90 डिग्री एन्टी क्लकवाइज सेम हो कुरा बुझ्नुहुन्छ बुझ्नुभयो यो के हो भन्दा तपाईको चाहिँ जस्तो अब यहाँबाट तपाईको चाहिँ साउथबाट 270 क्लकवाइज भनेको त 90 90 90 हो कति 90 180 270 यहाँ पुग्ने हो इस्टमा पुग्ने हो यो भन्नुको चाहिँ यहाँ तपाईको चाहिँ 90 डिग्री एन्टी क्लकवाइज जाँदा नि तपाईको इस्टमा पुग्ने हो पुरा सेम हो त्यो भनेको मैले भनेपछि यहाँबाट कतापट्टि तपाईको चाहिँ 270 डिग्री कता त इस्टतर्फ जानु पर्यो भने इस्टतर्फ हिँड्नु हुने कति त सुभद्रा 5 किलोमिटर हिँड्नु भनेको छ हो 5 किलोमिटर हिँड्ने ठीक छ अनि फेरि दाहिने मोडी दाहिने कता हुन्छ तपाईको चाहिँ यता हुन्छ के अरे दाहिने मोड तपाईको चाहिँ 4 किलोमिटर हिँड्दा चाहिँ उनी घर पुगिन् भनेको छ अब के छ भन्दा हेर्नु त यो पनि 7 किलोमिटर टाढा हो यो पनि 3 + 4 7 भयो ठीक छ यो तपाईको चाहिँ यता ले तपाईको चाहिँ 5 यो 5 भयो यो पनि 3 हो 3 + 4 7 हुन्छ बराबर छ भने यो 5 यो पनि 5 हुन्छ यो दूरी कति छ त यो दूरी तपाईको चाहिँ 10 किलोमिटर छ के अरे हो सो सर्विल र सुभद्रा घरको दूरी कति होला तपाईको चाहिँ 10 किलोमिटर यसमा के कन्फ्युजन छ तपाईलाई तपाई झुकिनेको 270 डिग्री क्लकवाइजमा है 270 डिग्री भनेको के त तपाईको चाहिँ अब यहाँ बन्यो साउथबाट तपाईको त उता साउथतिर गएको आउँछ सुभद्रा हैन साउथबाट 270 डिग्री कहाँ हुन्छ 90 90 90 दैट मिन्स इस्टतर्फ जानु पर्यो तपाई यहाँ इस्टतर्फ जानु पर्यो यो चाहिँ तपाई झुकिनु भएन ल यसैका साथ हामीले डिस्टेन्स डिस्टेन्स हामी सकायौं ठीक छ भोलि म तपाईलाई भेन डायग्राम सिकाउँछु है भोलि हामी भेन डायग्राम पढ्छौं यसमा हामी 10 वटा कन्सेप्ट छ ठीक छ 10 वटा कन्सेप्ट पढ्छौं प्लस तपाईको चाहिँ हामी यसमा हामी एनालाइसिस बेस पनि पढ्छौं ठीक छ यो चाहिँ तपाईको चाहिँ एक्जाममा आउन सक्ने सम्भावना यो फरक है तपाईको चाहिँ यसमा चाहिँ 10 वटा कन्सेप्ट चाहिँ तपाईको चाहिँ रिलेसन बेस पढ्नु हुन्छ तपाईले ठीक छ नर्मली जहाँ पनि तपाईँ पढ्ने चाहिँ रिलेसन बेस पढ्नु हुन्छ तर तपाईले एनालाइसिस बेस चाहिँ पढ्नु हुँदैन के एक्जाममा तपाईलाई चाहिँ यो पढ्दा तपाईको चाहिँ एनालाइसिस बेस आउन सक्छ सो म तपाईलाई भोलि पहिला एनालाइसिस बेस पढाउँछु है तपाई जहाँ पढे पनि यो भोलिको क्लास एटेम्प गर्नु होला भोलि हामी पहिला एनालाइसिस बेस पढ्छौं अनि त्यसपछि हामी रिलेसन बेस पढ्छौं त्यहाँ तपाईलाई मैले एक्जाम्पल भन्दा नि तपाईलाई मैले कन्सेप्ट क्लियर गराउँछु अनि त्यसपछि तपाईलाई प्र्याक्टिसको लागि म इनफ क्वेशन दिन्छु तपाईलाई ठीक छ त्यसको लागि तपाईले गर्न सक्नुहुन्छ भोलि हामी 8:30 बजे क्लास कन्टिन्यू गर्छौं र तपाईहरु यदि यो क्लासमा जोइन हुन चाहनुहुन्छ भने हजुरले चाहिँ 015901590 मा कन्ट्याक्ट गर्नु होला साथै तपाईले 9840221223 मा तपाईले कन्ट्याक्ट गर्न सक्नुहुन्छ तपाईले WhatsApp कल भाइबर जेन गर्न सक्नुहुन्छ है तपाईले अहिले अफरमा दिइरा छौं जस्ट तपाईले चाहिँ 5000 रुपैयाँ है अहिले 5000 मा तपाईले चाहिँ कम्प्लिट कोर्स ठीक छ एउटा अनि प्लस तपाईलाई चाहिँ हामी ब्रह्मास्त्र तपाईलाई चाहिँ ब्रह्मास्त्र कोर्समा तपाईलाई चाहिँ हामी फ्रीमा तपाईलाई हामी प्रोवाइड गर्छौं जुन चाहिँ हामी आफ्टर एक्जाम फर्स्ट पेपर एक्जाम पछि हामी तपाईलाई चाहिँ 30 डेजको हामी क्लास गर्छौं त्यो 30 डेजको क्लासमा तपाईलाई के हुन्छ त तपाईलाई हामी 200 प्लस क्वेशन्स तपाईलाई चाहिँ ठीक छ क्वेशन तपाईलाई चाहिँ हामी प्र्याक्टिस गराउँछौं लेखन सिपको तपाईलाई चाहिँ हामी राइटिङ स्किल र राइटिङ स्पिड बढाउनलाई चाहिँ हामी त्यो क्लास गर्छौं सो यो हप्तामा जोइन हुनलाई नत्र पछि तपाईले फेरि छुट्टै यसको चाहिँ तपाईले चाहिँ ब्रह्मास्त्रको फी अराउन्ड तपाईले चाहिँ 3 to 4000 तपाईले पे गर्नुपर्ने हुन्छ है त ल यो तपाईलाई मैले जानकारी गराउँदै आजको यो क्लासबाट चाहिँ हामी बिदा हुन्छौं तपाईलाई क्लास कस्तो लाग्यो बोल्न सक्नुहुन्छ र युट्युबमा साथीहरु तपाईले चाहिँ कमेन्ट सेक्सनमा लेख्न सक्नुहुन्छ के छ ल नयाँ साथीहरु रफ पेपर मिल्दैन राजन जी है पेपरमै तपाईले गर्ने हो पेन्सिल र इरेजर लानु होला आज नयाँ को आउनु भएको थियो क्लासमा मनजित जी ओके तपाई त कन्ट्याक्ट गरिसक्नु भएको छ क्लास जोइन गर्नलाई अरु बाँकी साथीहरु को हुनुहुन्छ नयाँ हाम्रो तेज सर जोइन भइसक्नु भयो तपाई भइसक्नु भयो है ल ठीक छ तपाई टिचर हुनुहुन्छ हो टिचिङ गर्नुहुन्छ तपाईले हो मैले कसरी थाहा पाएँ थाहा छ ल भन्नु त गेस गर्नु त मैले तपाईँ कसरी थाहा पाएँ तपाईँ टिचिङ गर्नुहुन्छ तपाईको अनुहार पनि हेरेँ नि मैले म्याथ नै पढाउनुहुन्छ हैन त ओके तपाईको दुईटा कुरा थाहा भइसक्यो मैले
एउटा कुरा चाहिँ तपाईँ टिचिङ गर्नुहुन्छ थाहा पाएँ, अर्को कुरा पनि थाहा पाइसकेँ तपाईँ, तर त्यो चाहिँ म भन्दिनँ, पछि भन्छु पर्सनली, ठिक छ, क्लासमा छुट्टै। तपाईँको आवाज चाहिँ थाहा पाएँ मैले, एकदम राम्रो छ, एकदम बोल्ड छ आवाज होइन। यो आवाज भनेको टिचिङ गर्नको लागि पर्फेक्ट आवाज हो कि यो चाहिँ। अरू को हुनुहुन्छ? खै त मैले तपाईँहरूलाई बोल्नु है भन्छ। जुइजी के छ हालखबर तपाईँको? जुइजा बुझ्नु भएको छ? अरू त सबै नयाँ पुरानै हुनुहुन्छ होइन। जुइजी तपाईँ नयाँ हुनुहुन्छ, क्लास जोइन गर्नुभएको छ होइन? ल यतापट्टि तपाईँहरू युट्युबमा हुन्छ साथी, तपाईँ पनि कमेन्ट गर्नुहोस् न, खै त हेरौँ। बेस्ट छ भन्नुभएको छ पूर्णजी, थ्याङ्क यू सो मच, दामी भन्नुभएको छ देवीजी। ओके, सेकेन्ड पेपरमा चाहिँ पाउँछ क्यालकुलेसन है। सेकेन्ड पेपरमा तपाईँले क्यालकुलेटर जुन चाहिँ तपाईँको पसलमा हुन्छ नि, पसलमा हुने क्यालकुलेटर कस्तो हुन्छ भन्दाखेरि चाहिँ ठ्याक्क मसँग यहाँ थियो, जुन साइन्टिफिक क्यालकुलेटर चाहिँ पाइँदैन। अर्को तपाईँको चाहिँ ठुल्ठुलो जुन हुन्छ अक्षर मात्र नम्बर मात्र भएको त्यो चाहिँ पाउँछ है, नर्मली पसलहरूमा हुन्छ है। ल बाँकी साथीहरू चाहिँ राम्रो लागेन, खै तपाईँहरू सबैको रिप्लाई आएन, खै त 37जना तपाईँ लाइभ हेर्दै हुन्छ, जम्मा 10जना रिप्लाई गर्नुभएको छ। सुजित यादव हाई भन्नुभएको छ, हेलो। ल तपाईँहरू अस्ति नै भनेको थिएँ सर रे, ए ओके ओके रविन्द्रजी हो तपाईँ, ल ठिक छ, अब याद भयो है रविन्द्रजी। ल आरपी ड्रिम, ल ए तपाईँ पनि नयाँ जोइन गर्नुभएको छ है। ल तपाईँलाई मैले फेरि पनि भने हाम्रो टाइमिङ चाहिँ बेलुका 5:30 बजे 5:30मा तपाईँलाई चाहिँ जिके क्लास गरिरहेको छौँ हामी। हाम्रो राजु सरले क्लास गरिरहनु भएको छ, ठिक छ। तपाईँ डेमो क्लास हेर्न चाहनुहुन्छ यहाँ तपाईँले कन्ट्याक्ट गर्नुहोस्, तपाईँलाई हामी लिङ्क दिन्छौँ, ठिक छ। अर्को अहिले म तपाईँलाई आरतीसँग गरिरहेको छु, ठिक छ। आइक्यू वा तपाईँले बोस पनि भन्दा हुन्छ, ठिक छ। तपाईँहरू यो वर्षको लागि नि अर्को वर्षको लागि पढ्न सक्नुहुन्छ। प्लस तपाईँहरू नायब सुब्बाको पनि तयारी गर्दै हुन्छ, कुनै परदेशतिरको भने तपाईँ जुन गर्दा हुन्छ, केही फरक पर्दैन। तपाईँलाई अलिकति एक्स्ट्रा पढ्नु भयो, त्यो पत्ता लास्टमा तपाईँलाई म पढाइदिन्छु है। बाँकी लगभग सबै सेम हो। तपाईँले आज मैले यहाँ पढाएकोमा तपाईँले खरिदार नासु अफिसरमा आएको सबै पढाएको छु। इभन तपाईँले अफिसरलाई पनि पुग्छ, जुन हिजो र आज क्लास एटेन्ड गर्नुभयो भने यति तपाईँले यो क्लास राम्रोसँग एटेन्ड गर्नुभयो भने तपाईँले इभन अफिसरमा आउनु क्वेसन सल्भ गर्न सक्नुहुन्छ है। त्यो लेभलको तपाईँलाई मैले पढाएको छु, ठिक छ। धेरै नै तपाईँलाई मोर देन सफिसियन्ट पढाइरहेको छु मैले, ताकि भोलि क्वेसन आउँदाखेरि ओहो यस्तो खालि कन्सेप्ट त हामीले पढाएकै थिएनौँ भन्ने नहोस् तपाईँलाई है। इक्जाममा प्र्याक्टिस गरेर क्वेसन आउला नआउला त भगवान् भरोसा होइन, ठिक छ। तर तपाईँलाई त्यो टपिकबाट चाहिँ आउने कन्सेप्ट चाहिँ सबै म तपाईँलाई कभर गराउँछु क्लासमा है। तपाईँलाई त्यो क्यापेसिटी चाहिँ म तपाईँलाई बिल्डअप गराइदिन्छु, ताकि भोलि इक्जाम आएको क्वेसन तपाईँले इजिली तपाईँले सल्भ गर्न सक्नुहोस्, ठिक छ। सो यो दुइटा छ। अनि तपाईँको चाहिँ सन्डेबाट बिहान 6 AM तपाईँको चाहिँ के छ, तपाईँको फेरि हाम्रो थर्ड पेपर है। थर्ड पेपर तपाईँको चाहिँ थर्ड पेपर क्लास हुँदैछ 6 AM सन्डेबाट। सो 3वटा क्लास भइरहेको छ, तपाईँहरू जोइन गर्नु होला। अनि हामी रेगुलर क्लास गर्छौँ, कुनै कारणवश बिदामा हामी यो आइक्यू चाहिँ तपाईँलाई मैले 7 दिन गर्छु है, शुक्रबार शनिबार पनि, नभए भ्याइँदैन, फेरि अलिक लेन्दी हुन्छ मेरो क्लास त्यो भएर है। सो हामी रेगुलर क्लास गर्छौँ अहिले चाहिँ, ठिक छ। सो तपाईँहरू सधैँ आउनु होला। अनि हामी वैशाखको कहिले छ इक्जाम? वैशाख 20 गते सकेर होइन, कहिले छ तपाईँको फर्स्ट इयर इक्जाम? वैशाख 20 गते छ भने हामी 18 गतेसम्म पढ्छौँ। र तपाईँलाई म एउटा पनि भनिदिइहाल्छु, तपाईँहरू हामीलाई बिलिभ गर्नुहोस् र आउनुहोस् क्लासमा। तपाईँ राम्रोसँग तपाईँले यो आइक्यू जी क्लास पढ्नुहोस्, तपाईँ कोही पनि फेल हुनुहुन्न, 100% पास गराउन सक्छौँ हामी। तर तपाईँहरू प्रोपरली रेगुलर क्लासमा आउनु पऱ्यो, ठिक छ। अनि होमवर्कहरू गर्नु पऱ्यो, त्यहाँ एपमा भएको क्विजहरू तपाईँले चाहिँ खेल्नु पऱ्यो, त्यहाँ टेस्ट दिएर चाहिँ आफूलाई चाहिँ बिचमा विषय ल्याउने बनाउनु पऱ्यो। त्यति गर्नुहोस्। र तपाईँलाई लास्टमा तपाईँलाई म टेक्निक पनि दिन्छु, कसरी इक्जाममा तपाईँको चाहिँ त्यो नआएको क्वेसनलाई कसरी ट्याकल गर्ने है। र ट्याकल गर्दा तपाईँले चाहिँ नेगेटिभ मार्किङ हुँदा पनि तपाईँले चाहिँ एक्स्ट्रा मार्क्स चाहिँ तपाईँले अर्न गर्नुहुन्छ। भन्नु खोजेको के हो भन्दा चाहिँ तपाईँहरू 40-42 ल्याएर तपाईँ चाहिँ कोही पनि फेल हुन्न, कोही पनि फेल हुन्न। तपाईँ 40-42 आउँछ भने तपाईँ त्यति ल्याउनु सक्नुहुन्छ भने 45 भन्दा माथि तपाईँको आउँछ। त्यो टेक्निक म तपाईँलाई सिकाउँछु। बाँकी तपाईँको 30 आउँदैन, 30 पनि आएन भने चाहिँ 45 पुऱ्याउनु गाह्रो हुन्छ। तर एटलिस्ट तपाईँ 40सम्म ल्याउनुहुन्छ भने 40बाट तपाईँलाई 45 पुऱ्याउनु केही गाह्रो छैन। त्यो तपाईँले आँखा चिम्म गरेर तपाईँले ल्याउनु सक्नुहुन्छ। सो 1-2 मार्क्सले फेल हुने कोही पनि हुनुहुन्न, यो कुरा बुझ्नु होला। कि तपाईँहरू चाहिँ 8-10 मार्क्सले फेल हुनुहुन्छ कमले होइन, नभए
तपाईँहरू सबैजना पास हुनुहुन्छ। फर्स्ट इयरमा तपाईँहरू 45 ल्याए पास हुने हो। सो 45 ल्याउन सक्ने तपाईँलाई राजु सर र म तपाईँलाई बनाउँछौँ क्लासमा। यदि चाहिँ हामी तपाईँलाई एस्योर गराउँछौँ, ग्यारेन्टी दिन सक्दैनौँ कि तपाईँले कतिको पढ्नुहुन्छ त तपाईँमा भर पर्ने कुरा हो। तर हाम्रो क्लासमा तपाईँलाई पढाएको कन्टेन्टको आधारमा जुन लेभल अफ क्वेसनहरू तपाईँलाई प्र्याक्टिस गराउँछौँ, यदि तपाईँले ती क्वेसनहरू तपाईँले आफै नहेरी गर्न सक्ने हुनुभयो भने तपाईँहरू 100% पास हुनुहुन्छ, नो डाउट। र 2-3 मार्क्सले तपाईँको चाहिँ 4-5 मार्क्सले तपाईँ फेल हुनुभयो, फेल हुने अवस्था चाहिँ तपाईँलाई आउँदैन। ठिक छ। सो 40 ल्याउनु भयो भने 45 तपाईँको स्योर आउँछ, टुक्क हुनुहोस्। तर त्यो चाहिँ टेक्निक तपाईँले एप्लाई गर्नु पर्यो, जुन चाहिँ म तपाईँलाई इक्जामको 2 दिन अगाडि सिकाउँछु। ठिक छ। ल यति चाहिँ म तपाईँलाई भने। बाँकी तपाईँहरूलाई अब अरू पनि छन्, अरू पनि प्लेटफर्म छन्, मार्केटमा थुप्रै सरहरू छन्। सबै क्लासहरू हेर्नु होला, कसको राम्रो लाग्छ हैन। यो त अर्को अब हाम्रो डेस्टिनीको कुरा पनि हो, तपाईँ हामीसँग जोडिने कि नजोडिने भन्ने कुरा हैन। यदि भाग्यमा रहेछ भने जोडिन्छ, नभए फेरि अर्को वर्ष जोडिन्छ, केही छैन। सो थ्याङ्क यू सो मच। जति पनि साथीहरू अहिले एडुसफ्ट एकाडेमीको फेसबुक पेज र युट्युब च्यानलबाट लाइभ हेर्दै हुनुहुन्छ है, र सँगसँगै तपाईँ जुममा नै आउनु भएको छ। सो सबैजना साथीहरूलाई जुन आइदिनु भयो, आफ्नो अमूल्य समय दिइदिनु भयो, क्लास एटेन्ड गर्नुभयो, यसको लागि हृदयदेखि धन्यवाद भन्दै म सुनिल छेत्री आजको यो लाइभ क्लासबाट बिताउन चाहन्छु। हस्त, नमस्ते, शुभरात्रि, जय नेपाल।